बुलबुल कास्ट, अच्युत घिमिरे बुलबुलका साथ। आजका मेरा अतिथि बुलबुल कम्युनिकेसनको यो कार्यक्रममा डाक्टर प्रमोद ढकाल, पूर्वीय दर्शनको पुनर्व्याख्याका लेखक, यति मात्रै भन्छु म। यहाँलाई स्वागत गर्छु हाम्रो कार्यक्रममा। नमस्कार, म एकदम कृतज्ञ छु। प्रमोद सर, मैले अघि भने जुन पृष्ठभूमिमा 500 पेज यो पुस्तक पढिसक्दा म रहेन, भूमिकासहित गरेर 500 पृष्ठ छ यसको। म किन रहेन भने म पनि यही पूर्वीय दर्शनबाट हुर्केर आएको एउटा व्यक्ति। एक्सप्रेसन तपाईँको जसरी गरौँला नगरौँला बेग्लै कुरा, तर बोध गर्ने फेरि मेरो पनि पूर्वीय दर्शनलाई त्यही पाटो छ जुन पाटोबाट हजुरले बोध गर्नुभयो। एउटा इन्जिनियर, त्यसमा पनि इलेक्ट्रिकल इन्जिनियर, हजुर इन्जिनियरिङको मास्टर्स तह सकिसक्नु भएको व्यक्ति र फेरि यो अध्यात्मको पाटोको अनुसन्धानको बाटोमा लाग्नु भएको छ। एक हिसाबले 2019-20 को तपाईँको जन्म, अहिलेसम्मको तपाईँको उमेरलाई, जीवनलाई र जीवनको कालखण्डहरूलाई हेर्दाखेरि प्रयोगमा पो हालिरहनु भएको छ कि आफ्नो जीवन जस्तो पनि देखिन्छ। यो यति भनिहाल्न पनि सुरुमा हतार होला, मैले कार्यक्रम सकिसकेपछि अझ भन्नु पर्ला। तर पनि इन्जिनियरिङको एउटा वाट इज योर एम भनेर हाम्रा केटाकेटीहरूलाई सोद्धाखेरि आई वान्ट टु बी अ डक्टर, आई वान्ट टु बी एन इन्जिनियर भन्छन्, होइन? त्यो भनेको चाहिँ बडो आदर्शको पेसा मानिन्छ। त्यो हुँदाहुँदै पनि फेरि यो अध्यात्मको खोजी मनको सन्तुष्टि हो कि तथ्य केही फेला पार्छु भन्ने हिसाबले हो? यो गाह्रो प्रश्न हो। भन्नाले यस्तो हुन्छ, यो कस्तो भने जीवनको यात्रामा हिँड्दै जाँदाखेरि मानिसले कोसँग हामी ठोकिँदै जान्छौँ, त्यो अनुसार हाम्रा विचार निर्माण भएका हुन्छौँ। त्यसरी पहिले मैले इन्जिनियरिङ रोज्दाखेरि त त्यसलाई एकदमै कुनै अभिलाषाले रोजेँ होला, त्यसलाई गरेँ पनि, मैले प्र्याक्टिस पनि गरेँ, होइन? अब कुनै त्यसको पनि एउटा राम्रै ठाउँमा पुग्न सकेँ भने सफल नै मानौँ आफूलाई। तर कस्तो हुन्छ भने फेरि म केहीमा ठोकिएँ त्यत्तिकै अचानक, है? अनि ठोकिँदै जाँदाखेरि मैले पूर्वको चिजहरू पढ्न थालेँ। म क्यानाडामा थिएँ, तर तिनीहरू मैले अङ्ग्रेजीमा पढेको, है? त्यति बेला मैले संस्कृतमा पढेको थिइनँ, तर त्यहाँ पाइने पुस्तकहरू प्रायः त्यस्तो हुन्थे। तर कस्तो भने मलाई के लाग्यो भने त्यहाँभित्र त्यसले मलाई कस्तो भने मैले इन्जिनियरिङले के हुन्छ, मलाई बाहिर यो दुनियाँसित फर्काइरहेको थियो बाहिर, होइन? तर त्यसले के भने जति मेरो मभन्दा बाहिरपट्टि यो सारा यत्रो विशाल ब्रह्माण्ड छ, होइन? कति छ, होइन? त्यस्तै रमणीय चिज फेरि भित्रपट्टि पनि छ, मानवको भित्र पनि छ भन्ने कुराको चेत चाहिँ त्यहाँ। त्यो पनि त केही ठोकाएर दियो होला नि चेत पनि त। त्यही पूर्वक साहित्य मूलत मैले गीताको पुस्तकले नै मलाई पढ्न थाल्नुभयो थियो। पश्चिमाहरूका केही प्रश्नहरू थिए कि पूर्वीय साहित्य, पूर्वीय दर्शनतर्फ जसले तपाईँलाई झस्कायो? त्यस्तो चाहिँ कस्तो चिजले गर्यो भने जस्तै म एकदमै प्रसिद्ध बेल रिसर्च ल्याबोरेटरी, बेल नर्दन रिसर्च ल्याबोरेटरिज भन्ने प्रसिद्ध अनुसन्धानशालामा मैले काम गर्थेँ। त्यहाँ त एकदमै उच्च स्तरका वैज्ञानिकहरू त्यहाँ काम गरेका हुन्छन्, होइन? प्राविधिकहरू। अनि मैले कस्तो भने त्यहाँ त्यस्ता मान्छेहरू भेटाएँ जसले चाहिँ कस्तो भने यो महिनामा तलब बुझ्ने, जागिर खाने, अनि घर ल्याएर पैसाले बाँच्ने यस दुनियाँ जुन छ, त्यो चाहिँ त्यति रमणीय नपाएको, त्यसमा के अरे बाध्यतावश त्यस्तो ठाउँमा उनीहरू भएको र तर उनीहरूको जीवनको अथवा उनीहरूले जुन फ्रिडम भनिन्छ नि अङ्ग्रेजीमा, र हामी चाहिँ जुन जीवनलाई जुन एकदमै धनी बनाउन, होइन, सम्पन्न बनाउनको लागि त्यो चाहिँ उनीहरूले त्यहाँ जसरी त्यो वातावरण चाहिँ पर्याप्त नभएको देखेको मैले ठानेँ, जुन चाहिँ मैले पनि त्यस्तो ठानेको थिएँ। र पूर्वको उसले चाहिँ के छ, साहित्यले मलाई कस्तो देखायो भन्दाखेरि वास्तवमा त्यस्तो भौतिक दुनियाँमा भौतिक चिज त्यस्तो छैन, कुनै तलब त्यस्तो छैन जुन चाहिँले मलाई सन्तुष्ट बनाउन सक्छ, कुनै तलबको कुनै एउटा एमाउन्ट छैन क्या। जस्तै मानव एलन मस्कलाई अहिले विश्वको सबैभन्दा धनी भनिन्छ, तर के अरे उनलाई अहिले 56 बिलियन डलर उनले चाहिँ सेयर होल्डरले पारित गरेर मलाई दिनु पऱ्यो भनेर लिए भनेपछि विश्वको सबैभन्दा धनी भए पनि पर्याप्तै नभएर अझ धेरै चाहियो भनेपछि के हुन्छ भने यो कुरा चाहिँ उहिले हजारौँ वर्ष अघि हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए। तृप्ति के रहेछ त सर? जस्तो एउटा मान्छे कालगतिले राम्रैसँग बाँचिरह्यो भने 65 वर्ष, छिटोमा ढिलोमा 85, 90, 100सम्म बाँच्ला, होइन? त्यो वर्ष बाँचेको अवधि भरको तृप्ति केलाई लिने हामीले? त्यस्तो त सबै मान्छेलाई एउटै उत्तर फिट हुन्छ भनेर भन्न सकिँदैन, किनभने मेरो रुचि र अर्को व्यक्तिको रुचि एउटै हुन्छ भनेर पनि भन्न सकिँदैन। फेरि चेतनाको स्तरले पनि फरक पार्छ।
अथवा एउटै पढाइ भएका मान्छेहरू दुईटाले एउटै चिजलाई मान्दैनन्। तर कस्तो भने मान्छे मुक्त हुनका लागि अथवा मान्छे चाहिँ एकदमै स्याटिस्फाइड हुनका लागि स्याटिस्फ्याक्सन भनिन्छ नि जुन, अथवा तृप्ति चाहिँ आन्तरिक हो। जस्तो हामी स्वर्गको बखान गर्छौँ नि, मैले सुनेको अरबतिरका मान्छेहरूको स्वर्ग जलाशययुक्त हुन्छ अरे, किनभने गर्मीमा बसेको हुन्छ। पूर्वी सभ्यताका हामी भारत, अफगानिस्तान, नेपालका मान्छेहरूको स्वर्गमा अप्सरा हुन्छन् होइन। अब पश्चिमाहरूको स्वर्गमा त्यस्तै खालको केही चिज होला। भनेपछि हाम्रो त त्यो सुखलाई खोज्ने आधारहरू पनि बेग्लै बेग्लै छ नि त्यो दर्शनभित्र। मैले भनेको इन्जिनियर हुनु भनेको सुखको पाटो, अनि फेरि क्यानाडा जानु, 20 वर्ष त्यहाँ बस्नु, जनजीवन त्यहीँ चलाउनु, छोराछोरी सहित सेटल हुनु भनेको अर्को सुखको पाटो, हामीले हेर्ने गरेको पाटो। तर फेरि तपाईँ फर्किनु भयो र अहिले काठमाडौँमा भेट्नै मुस्किल हुने गरी बागलुङमा बस्नु भएको छ र त्यहाँ एउटा तपाईँ चाहिँ आध्यात्मिक अनुसन्धान केन्द्र बनाउन लागि परिरहनु भएको छ। योभन्दा अगाडिको तपाईँको 10-11 वर्षको दौड फेरि ओपन युनिभर्सिटी नेपालमा खोल्नुपर्छ भन्ने दौड बेग्लै थियो। यो पुस्तकको लागि पनि त 4 वर्ष कुदिसक्नु भएको रहेछ होइन। यो दौडमध्येको एकदम फरक फरक पाटोमा गइरहनु भएको छ तपाईँ, तपाईँलाई केले तानिरहेको छ त्यसरी? मलाई कस्तो मानव रहन्जेलसम्म के हुन्छ, मानव मुक्तिको कुरा पनि चलिरहनेछ। तर मानव मुक्ति चाहिँ धेरैले पैसाले मुक्त गर्ला भनेर ठानिरहेको छ, तर पैसाले मानव मुक्त हुँदैन। त्यसैले गर्दाखेरि मान्छे मुक्त हुन चाहिँ मेरो आन्तरिक हो। तर कस्तो भने आन्तरिक पनि दुईटा लेभलमा हुन्छ क्या। कस्तो भने मैले एउटा त मानव मुक्तिका लागि भौतिक चिज पनि चाहिन्छ, तर भौतिक चिज कति हदमा चाहिन्छ भने म सजिलै मलाई खाना लाउन, एक सरो लाउन र मलाई एकदम पर्याप्त खाना क्या ठिक्क बेसरी भुँडी लाग्ने गरी खानु परेन, पर्याप्त खाना चाहिँ मलाई एकदम स्वास्थ्यकर चाहिन्छ। र एउटा बास चाहिँ जस्तो भए पनि यसो ठिकैको बास चाहिँ चाहिन्छ। किन बेसरी बतास लागेको होला, हावा लागेको, हुरी लागेको होला, पानी आएको होला, हामीलाई चाहिएको छ, अति जाडो भएको होला, अति गर्मी भएको होला, हामीलाई केही चाहिएको छ। तर त्योभन्दा माथि चाहिँ के छ भने मान्छेलाई चाहिँ अब त्यसपछि आन्तरिक नै हो, अरू कुनै चिजले हुँदैन। विश्वका मै हुँ भन्ने धनी देशहरूमा अब एकदमै धेरै उच्च तलब खाएर त्यसबाट मान्छेले त्यस्तो तृप्ति पाउन सक्दैन भन्ने कुराको प्रमाण मैले आफूले नै त्यस्तो नपाएर। अग्निको कति राम्रो गरी वर्णन गर्नुभएको छ नि तपाईँले। हरेक वस्तुमा ऊर्जा हुन्छ, अग्नि हुन्छ, हामीभित्र पनि त्यो अग्नि छ। नमर्ने बेलासम्म चलिरहन्छ र त्यो अग्नि जाग्रत रहिरहन्छ। मर्ने बेलासम्म गृहस्थले काम गरिरहनु, मरिसकेपछि जल्नु भनेको पनि फेरि त्यो ऊर्जाले नै, अग्निले नै डढाउनु हो। त्यो भएर लासलाई पोलिन्छ र जो शैव उसका हुन्छन् त्यसलाई चाहिँ फेरि ध्यान मुद्रामा पोलिन्छ। कस्तो मन छुने गरी वर्णन गर्नुभएको छ। त्यो ऊर्जालाई सक्रिय बनाइरहनको लागि चाहिँ अघि तपाईँले भन्नुभयो नि एउटा सामान्य घर जसले ओद्योस् अथवा वातावरणबाट चाहिँ हामीलाई जोगाओस्, प्रतिकूल वातावरणबाट जोगाओस् र सामान्य खान पुगोस्। के गर्दा सार्थक होला? हामीले के लामो समय बाँचिरहन सक्नु सफलता हो, धेरै धन थुपार्नु सफलता हो, अथवा एकदम काउचमा पल्टिरहनु सफलता हो, कि ज्यामी काम गरिरहनु, अथवा छोटै आयुमा पनि फेरि ठुला ठुला उपक्रमहरू गरेर बित्नु? त्यही पौरख के हो त? हामीले मानवको पौरखलाई कसरी हेर्छौँ? अब सकेदेखि त अन्तिममा मान्छे ज्ञानबाटै लिबरेट हुन्छ भन्ने नै मेरो मान्यता हो। तर सबै मान्छेलाई ज्ञानको पनि एकदम उच्च लेभलमा पुग्नका लागि सबैका लागि अवसर हुन्छ हुँदैन मैले भन्न सक्दिनँ। किनभने मैले त सबैलाई दिलाउन मेरो क्षमता छैन र कि यस्ता राज्यहरूले पनि दिलाउन नसकेर हाम्रो भनौँ न बिजोग छ भनेर देख्दा देख्दै के हुन्छ भने मैले ज्ञानबाटै मुक्ति हुन्छ, सबै मान्छेको त्यस्तो हुन्छ भनेर भन्नु त गलत हो। त्यसैले के सम्झौँ भने यो समाज चाहिँ धेरै प्रकारका मान्छेले मिलेर बनेको छ। त्यो अनुसार आफ्नो क्षमता जतिको विकास हुन सक्दछ, त्यसको चाहिँ उच्चतमभन्दा उच्चतम क्षमताको विकास होस्। तर मान्छे चाहिँ कस्तो भने यस्तो असत्यता, क्रूरताबाट टाढा, शान्त, सौम्य, सभ्य, एकले अर्कालाई आदर गर्ने, एकले अर्कालाई प्रेम गर्ने कुनै समाजमा मान्छे चाहिँ यसो मिलेर मेलमिलापसँग बस्न सक्दछ भनेदेखि त्यो सामान्यतया एकदमै राम्रो हो। त्यस्तो समाजको मैले कल्पना गर्न सक्छु। तर के भने जसले चाहिँ जसको क्षमता छ, जोसँग त्यस्तो किसिमको अब गहन चिजहरू पनि अध्ययन गरेर गहन चिजहरूलाई पनि बुझेर त्यसलाई
लिन सक्ने ग्रहण गर्ने क्षमता छ त्यस्ता व्यक्तिहरूले चाहिँ त्यो ग्रहण गरेर समाजलाई फेरि पुनः सम्प्रेषण गरेर समाजले ग्रहण गर्ने गरी सम्प्रेषण गर्न सके भने त्यो योगदान चाहिँ त्यसले चाहिँ उनीहरूलाई राम्रो बनाउँछ र त्यही क्रममा सायद त्यस्तो किसिमको आफूलाई एउटा मुक्तिको मार्गतिर पदार्पण गर्नको लागि तपाईँले भन्नुभयो जस्तै अवधारणाको समाज बन्नको लागि हाम्रा शिक्षाहरू पर्याप्त छन् त? कुन ठाउँको शिक्षा त्यस्तो छ जसले हामीलाई त्यतातिर लगिरहेको छ? त्यस्तो छैन। अहिले त पैसाको लागि काम गर्नुपर्छ, धेरै पैसा कमाएदेखि मुक्त भइन्छ भन्ने प्रकारको, अथवा धेरै पैसा बनाएपछि ठिक भइन्छ, अरूलाई जितेपछि राष्ट्रले राष्ट्रलाई जित्न पर्यो, व्यक्तिले व्यक्तिलाई जित्न पर्यो, यो फर्स्ट हुने दौड हो। सर्वे भवन्तु सुखिनःको चाहिँ नि शिक्षा कस्तो हुन्छ? तपाईँले यो किताबलाई खार्नु भएको हिसाबमा मैले सोधेको सर्वे भवन्तु सुखिनः चाहिँ कस्तो हो भने यो आइडिया त पछि पनि आएर भयो। जस्तै मानव मार्क्सिजमको कुरा भयो, मार्क्सले चाहिँ सबै मान्छे सुखी होलान् भनेर वास्तव आइडियल मार्क्सको आइडियल चाहिँ त्यो थियो। तर पनि फेरि के भने त्यसमा चाहिँ जस्तो प्रकारले अब त्यति बेला कन्फ्लिक्ट होइन, कन्फ्लिक्ट ओरिएन्टेड भयो त्यसको चाहिँ बिगिनिङ, जेनेसिस चाहिँ कन्फ्लिक्ट ओरिएन्टेड भयो। तर पनि उनको अल्टिमेट कल्पना चाहिँ त्यस्तो किसिमको सबै मान्छे बराबर हुनुपर्छ भन्ने प्रकारको थियो। त्यसमा सायद के थियो भने सबै मान्छेलाई बराबर बनाउने पनि त्यहाँ थियो, सबै सुखी हुने मात्रै भन्दाखेरि एकदमै मजा हुने थियो होइन। त्यहाँ बराबर पनि बनाउने भन्ने कुरामा बराबर बनाउन नसकिने कति कुराहरू हुन्छन्। तर कस्तो भने तर पनि आम मानवको हितलाई नै त्यसले हेरेको थियो। त्यसैले आजको दुनियाँमा त्यस्तो थिङ्किङ पनि बाँचिरहेको छ, हुन्छ नै, भोलि पछि पनि हुनेछ, हुनु पनि पर्छ। तर कस्तो भने यो सबै मान्छे होइन क्या, सर्वे भवन्तु भनेको छ। सर्वे भनेको मान्छे होइन क्या, कमिलो गणेउलोदेखि लिएर यो पृथ्वीमा भएका वनस्पतिदेखि लिएर जीवहरू, वास्तवमा वनस्पति पनि जीव नै हुने एक प्रकारका होइन, अनि नहिँड्ने जीव हुन् होइन। अनि त्यस्तो यी सबैको कल्याणलाई हेरेको थियो त्यो सर्वे भवन्तु सुखिनः भन्ने दर्शनले। र के भन्छ ती सबै म छु अनि त्यसपछि चारैतिर सबै देवता मात्रै छन् होइन, ती सबै मेरा देवता हुन् होइन। यो टेबल पनि देवता, मेरो घर पनि गृह पनि देवता हो होइन, हाम्रो कटेरो पनि देवता हो होइन, मैले दुहुने गाई पनि देवी हो होइन। त्यसरी के हुन्छ भन्दाखेरि त्यस्तो प्रकारले हेरेको हुनाले के थियो भने ती सबैको सुखको, सबैको शान्तिको होइन त्यस्तो कल्पना थियो होइन। त्यसैले त्यो चाहिँ एकदमै सौम्य, एकदमै भद्र, एकदमै उन्नत होइन, त्यस्तो समाजको कल्पना हिजोका ऋषिमुनिहरूले गरेका थिए। तर आज मान्छेले के छ, धनी समाज एकदमै अब सबै कङ्क्वेर गर्ने होइन, चन्द्रमा आफ्नो बनाउने, मङ्गल पनि आफ्नो बनाउने, पृथ्वी त आफ्नो बनाउन छँदैछ होइन, अथवा मैले जस्तो सामानहरूले बनाउन नसकोस् होइन, मैले सबैभन्दा राम्रो सामान, सबैभन्दा राम्रो खाना मैले खान सकूँ, अरूले नसकुन्। यहाँ त फेरि म आइरहेको छ, म आइरहेको। जस्तै हेर्नुहोस् न, हाम्रो दर्शन र हाम्रो जस्तै एक दिन धेरै वर्ष क्यानाडा बसेर फर्किरहेको बेलामा म मामा कहाँ गएँ, मामाले चाहिँ यो हाम्रो खेत हो, यो हाम्रो यो हो, हाम्रो भनिरहनु भएको छैन। तर के भने हुन त मैले नै त्यही भनेर हुर्केको थिएँ, तर मैले बिर्सिसकेको रहेछु क्या। अनि अचानक उहाँ त आई मी, यु एन्ड मी भन्ने गरेको होइन। अनि त्यहाँ गर्दाखेरि हो मामाले त त्यो सबै मेरो र उहाँको साझा जस्तो गरी भनिरहनु भएको छैन। अनि अनि मलाई कस्तो अचानक झलास भयो, ओहो म त हि इज माई फादर होइन। बा पनि जस्तै हाम्रा बा भनेर चिनाइन्छ नि, मैले तपाईँलाई हाम्रो घर लगेर मेरा बा अहिले त बित्नु भयो, तर मलाई चिनाएदेखि मैले उहाँ मेरा बा हुनुहुन्छ भनेर मैले चिनाउनु मिल्दैन नि। हाम्रो सभ्यताले त के भन्छ हाम्रा बा भने, तर तपाईँले त्यसलाई इम्पोलाइट लिनुहुन्न नि। त्यसको मतलब किन तपाईँका आमाकी श्रीमती भनेर चिनाएको होइन नि। हाम्रा बा भनेको त्यस्तो हो कि त्यस्तो हामी सबैका बा छन्, त्यो रेस्पेक्ट, त्यो लेभलको हाम्रा बाहरू छन् नि, ती बाहरू मध्येको त्यो एउटा, त्यो लेभलको एउटा बा हो त्यो भनेर चिनाएको। भन्नु हाम्रो सभ्यतालाई नै हामीले त्यस्तो चिजलाई सौम्य, ए दिदी, ए बहिनी भनेको मतलब त्यसको मतलब त्यहाँ कुनै हामीले ब्लडको रिलेसनसँग कुरा गरेको, हामीले ऱ्याङ्कको अथवा हामीले त्यस्तो आदरको होइन कुरा गरेको हो नि होइन। त्यस्तो सभ्य समाजको हामीले कुरा गरेका थियौँ। तर हामी आज के दिस ल्यान्ड इज योर ल्यान्ड, दिस ल्यान्ड इज माई ल्यान्ड भनेको यो देश होइन, अमेरिकाको भनौँ न एउटा अत्यन्त प्रसिद्ध गीत, प्रत्येक अमेरिकनले बच्चाले पनि जानेको गीत के हो, दिस ल्यान्ड इज योर ल्यान्ड, दिस ल्यान्ड इज माई ल्यान्ड भनेको त यो जमिन तेरो हो, यो जमिन मेरो हो,
यो जमिन दिस ल्यान्ड वाज मेड फर यु एन्ड मी भनेको त यो जमिन चाहिँ तेरा र मेरा लागि बनाएको थियो भनेर के भयो भन्दाखेरि त्यहाँ जन्मेका त्यहीँका त्यो आदिवासीहरूबाट जमिन खोसेर हामीले लिए पनि हामी गोराहरूले लिए पनि के भयो भन्दाखेरि त्यो त हाम्रा लागि बनाएको थियो किनभने भगवान्ले हाम्रा लागि बनाइदिएको थियो हाम्रो उपभोगका लागि बनायो भने पृथ्वीलाई पनि देवीको रूपमा नमानेर के भने उपभोग गर्ने वस्तुको रूपमा होइन पृथ्वीलाई समेत वस्तुको रूपमा मानेर त्यो वस्तु पनि के अरे तपाईँको र मेरो निजीका रूपमा हेरिएको थियो त्यसरी के सभ्यता भनेको त्यसरी फरक पर्छ त्यसैले के भने मैले त्यो चाहिँ कमजोर सभ्यता त मैले भन्दिनँ तर पनि हाम्रो सभ्यताको रिचनेस भनिन्छ रिचनेस म त्यहीँ आउँदै थिएँ सभ्यताको रिचनेसलाई नाप्ने कसरी जस्तो हामी पूर्वीय दर्शनको सभ्यताका मान्छेहरू हाम्रो एकदमै समृद्ध सभ्यता छ भनिरहेका छौँ तर अहिले फेरि फोकस जति सबै धनको पाटोमा वैश्ययोग भन्छौँ नि हामी धनको पाटोमा गइरहेको हुनाले फेरि पश्चिमाहरूको सुख सुविधा ऐस र ठुला ठुला त्यो संरचनाहरू हतियारहरू बनाउन सक्ने क्यापेसिटी अनि ग्रहहरूलाई जोड्न सक्ने क्यापेसिटीले गर्दा फेरि कतै समृद्ध त पाश्चात्य संसार पो रहेछ क्यारे भन्ने जस्तो कन्फ्लिक्ट पनि आम मान्छेको दिमागमा सिर्जना हुनसक्छ समृद्धिलाई कसरी हेर्ने हामीले जो व्यक्तिले सबैलाई हामीले पृथ्वीलाई देवीको रूपमा मानेर अथवा सारा जगतलाई हामीले सर्वे भमन्तु सुखिना भनौँ र युएनआई अट टु बी सुखी होइन एउटा त्यस्तो किसिमको जस्तो भए पनि है यदि हामी एकदमै हाम्रो दिमाग उन्नत थियो हामी अत्यन्त इनोभेटिभ थियौँ होइन सृजनशील थियौँ होइन हामी यदि सृजनशीलता हामीभित्र थियो भने त्यसलाई हामीले यहाँ सुखको निर्माण गर्न सकिँदैन भन्ने कुरा मैले मान्दिनँ होइन त्यसरी यहाँ हामीले बनाएका चिजहरू अत्यन्तै राम्रा हुन सक्छन् तर जस्तै हामीले पृथ्वीबाट हामीले खाना निकाल्न सकिन्छ तर हामीले चाहिँ प्लास्टिकका ढुङ्ग्रामा होइन एकदमै पम्पिङ गरेर पानी हालेर सबै जस्तै यहाँभित्र भएको विभिन्न तत्त्वहरू पृथ्वीले बनाएका चिजहरूबाट साइन्टिफिकल्ली छानेर कुनै न्युट्रिएन्ट मात्रै हालेर होइन अनि त्यो खास न्युट्रिएन्टबाट मात्रै खानेकुरा बनाएर अनि खाएपछि त्यो चाहिँ भयङ्कर हुन्छ होइन भन्नाले अरबौँको लगानीमा बनेका फ्याक्ट्रीबाट निकालेको खाना होइन अथवा खाना भनेको एकदमै फ्रेस खाना गोलभेडा नै साँच्चैको गोलभेडा साँच्चैको साग होइन खाने पनि एउटा मार्ग हुनसक्छ भने हामीले प्रकृतिसँग जसरी सामान्यतया प्रकृतिले उत्पादन गर्थे त्योसँग मिल्दो तरिकाले फेरि हामीले त्यो प्रकृति मैत्री तरिकाले होइन त्यो प्लास्टिकको भिड र प्लास्टिक फ्याँक्ने होइन त्यो बनाउँदाका दिनबाट डिप्रिसिएसन हुँदै जाने संरचनाहरूमा बनाउने या हामीले चाहिँ कहिले पनि डिप्रिसिएसन नहुने संरचनामा बनाउने भन्ने कुरा के हुन्छ त्यो पनि त सृजनशीलता हुने थियो त्यहाँ पनि त इनोभेसन हुन्थ्यो त्यहाँ पनि कति कुराहरू नयाँ नयाँ कुराहरू हुने थिए तर के भयो भने हामी त्यो मार्गमा हिँड्दै हिँड्ने कारणले आज के छ प्रकृति मैत्री नै छैन नि हामी त यो पृथ्वीलाई नै हामीले कोपरेर हामी सिद्ध्याउँदैछौँ होइन त्यस्तो प्रकारको छ आज प्रकृतिलाई पनि सँगै सहचर्यसँग लैजान सक्नु पर्यो नबिगारिकन तर किन आज बिग्रनेसँग मतलब हुँदैन पैसा कमाउने मान्छेले प्रकृति बिग्रोस् मरोस् भत्कोस् कुनै मतलब छैन उनीहरूले के भन्छ यो पृथ्वीमा बस्नु नहुने भएदेखि हामी मङ्गलमा गएर बस्ती बसाल्छौँ भन्ने घमण्ड छ मानवसँग किन पैसा हुनेसँग त्यो घमण्ड छ होइन त्यसैले गर्दाखेरि के छ भने यो पृथ्वी बिग्रनेसँग यहाँको वातावरण बिग्रनेसँग मतलब छैन तपाईँले यो पुस्तक तयारी गरिरहँदा पूर्वीय दर्शनको पुनर्व्याख्या यति धेरै च्याप्टरहरू यति यो तपाईँले भन्नुभयो नि अघि गीता पढेपछि सायद पहिलो झल्को मलाई पस्यो कि म यसमा अध्ययन गर्नुपर्छ जस्तो भनेपछि यो पुस्तक लेख्नलाई त फेरि त्यसपछि अरू अध्ययन गर्दै जानुभयो होला रिसर्च गर्दै जानुभयो होला तपाईँले यो वैदिक दर्शनका आधारभूत अन्तर्वस्तु छ यसमा ईश्वर के हो आत्मा के हो परमात्मा के हो जस्ता कुराहरू बुद्धि ज्ञान र प्रज्ञाको कुरालाई कति मजासँग बुझाउनु भएको छ धर्म सम्प्रदाय र परम्परा अनि यो संस्कार र कर्मकाण्ड जस्ता सन्दर्भहरू एकदमै धेरै ल्याउनु भएको छ यो यहाँ मैले वर्णन गरिरहनु भन्दा अडियो बुकमै पनि बुलबुल कम्युनिकेसनमा गएर सर्च गरेर खोज्न पनि सकिन्छ यसको पुरै अडियो सुन्न सकिन्छ यो पुस्तकभित्र तपाईँले यति धेरै अध्ययन गर्दै गर्दाखेरि चाहिँ पूर्वीय दर्शनभित्रको सीमितता पनि त भेट्नुभयो होला नि त्यो एउटा सिमानासम्म मात्रै ठिक छ यहाँनिर चाहिँ कति ब्यारियरहरू रहेछन् अथवा अप्ठ्यारोहरू पनि रहेछन् कमजोरी पनि रहेछन् जस्तो लाग्यो कुनै ठाउँहरूमा त्यो त लाग्यो छ नि अथवा के वा रिसर्च यस्तो के हुन्छ भने मानव यो चाहिँ मैले के ठान्दछु भने यद्यपि अब म एकदमै आदरका साथ भनिरहेको छु मैले वेद पनि
होस् या महाभारत होस् या जेसुकै होस् नि, यी रचनाहरू चाहिँ मानव निर्मित ठान्दछु, ऋषिमुनिहरूबाट निर्मित ठान्दछु। यद्यपि उनीहरूले के हुन्छ भने कुनै मैले देख्न सक्ने भन्दा धेरै उच्च ठाउँमा तिनीहरूको दिमाग पुगेर उनीहरूले देखेको कुराहरू मैले देखिनँ होला, जे भयो होला होइन। जस्तै मैले अल्बर्ट आइन्स्टाइनले जे देखेँ त्यो चिज आजका आम साइन्टिस्टले पनि देख्न सक्दैनन् नि होइन। त्यसैले के हुन्छ भन्दाखेरि मैले आइन्स्टाइनलाई पनि ऋषिमुनि नै ठान्दछु। के हुन्छ भन्दाखेरि यो संसारमा त्यस्तो कुनै ज्ञानको पुस्तक या कुनै एउटा रचना त्यस्तो छैन जुन चाहिँ पूर्ण होस् अथवा जसमा सबै कुरा क्लिन मात्रै होस्, अनक्लिन केही नहोस् होइन। मैले कसरी देख्दछु भने देखियो लेखियो अरे ऋषिमुनिहरूद्वारा, तर त्यहाँ के हुन्छ भन्दाखेरि त्यो सम्झनुहोस् कि एउटा खानीमा सुन थियो, सुन खानी थियो। त्यो सुनमा माटो ढुङ्गो यो गेगर सेगर के मिसिएका छन् र त्यहाँ सुन पनि छ होइन। त्यस्तो तरिकाले हामीले हेर्नु पर्दछ। र फेरि कस्तो हुन्छ भने कतिपय कुरा फेरि कस्तो हुन्छ भने कुनै समाजको विकासको क्रममा आइरहेको समाजको कुनै टाइममा त्यति बेलाका लागि उपयुक्त कुरा लेखिएको चिज चाहिँ के हुन्छ भन्दाखेरि त्यसले एकदमै समाज पनि त परिवर्तन हुँदै हुँदै इभल्भ भन्छ नि, इभोल्युसन भन्छ नि, यो चाहिँ बदलिँदै गइरहेको छ। अनि त्यो एकदम बदलिएको परिवेशमा ती सबै कुराहरू हुबहु फिट हुने गरी म ठ्याक्कै यही ठाउँमा आउँदैछु। इभोल्युसनकै पाटोमा हजुर भन्नु न, तपाईँको उमेर 60 वर्ष हाराहारी। हजुर तपाईँले केटाकेटी बेलादेखि विद्यार्थी जीवनमा हुर्काउँदै आउँदादेखि अहिलेसम्म आउँदा सबभन्दा पहिला तपाईँलाई जसरी साइन्स पठाइयो तपाईँको दिमागमा विज्ञान, त्यसै गरी मेरो पुस्ता पनि दीक्षित छ र मभन्दा अगाडिको पछिको पुस्ता पनि अझ दीक्षित भएर आउँदैछ। अनि हामी हरेक कुरामा वैज्ञानिक लजिक खोजिरहेको हुन्छौँ, तर पूर्वीय दर्शन र फेरि अध्यात्मलाई जोडेर हेर्ने हो भने सबै ठाउँमा दर्शन के अरे सबै ठाउँमा चाहिँ त्यो साइन्स फिट नहुन सक्छ। साइन्स फिट भएकासम्म चाहिँ हामीले पत्ता लगाइसक्यौँ र यो वैज्ञानिक कारणले यसो गर्नु हुँदो रहेनछ भन्छौँ। साइन्स फिट नभएका ठाउँमा चाहिँ यो त अन्धविश्वास हो, कुरीति हो पनि भन्छौँ। हामीले कुनलाई मान्ने, अब त्यसको जरोसम्म नपुगेसम्म नपत्याउने कि हाम्रा ती वेद उपनिषद अनि गीता आदि इत्यादि सबै हाम्रा ग्रन्थहरूमा भएका कुरालाई चाहिँ अक्षरशः मान्दाखेरि मानव समाज उच्चतातिर जान्छ। अथवा त्यो त्यसरी मैले देख्दिनँ। त्यसलाई अक्षरशः मानेर उच्चता पनि जाँदैन, त्यसलाई रूढी मानेर पनि जाँदैन। तर हाम्रो जुन वैज्ञानिक चिन्तन अथवा पश्चिमा वैज्ञानिक चिन्तनले है, किन हामीले पहिला विज्ञान थिएन भन्न मिल्दैन, किन विज्ञान नभएको हामीले सानो उदाहरण थपेँ मैले। हजुरले भन्नुभएको छ नि त्यहाँ जस्तो लक्ष्मी र विष्णुको स्थान अनि त्यो उनीहरूको सिग्निफिकेन्ट हामीले त्यो कसरी सिम्बललाई लिन्छौँ अनि गणेशको चाहिँ सुन हुनुलाई कसरी सिम्बलाइज गर्छौँ, त्यो त अब वैज्ञानिक रूपले पुष्ट भइसक्या भएर त्यसलाई मान्छेले फेरि पत्याइदिने भयो अथवा हो रहेछ भन्ने भयो। कतिपय फेरि उसलाई हो रहेछ जस्तो के भनिदिन्छन् भने चन्द्रमामा पुगेर चाहिँ नि मान्छेले पिसाब फेरेर आइसक्यो, तिमीहरू चाहिँ चन्द्रमालाई भगवान् भनेर पूजा गरिरहेको छौ। सही कुरा हो, गएको पनि छ, पिसाब फेरे पनि होला त्यहाँ। अब त्यसलाई हामीले मान्ने कि नमान्ने त हाम्रो त पुर्खौँदेखिबाट पुस्तौँदेखिबाट ऋषिमुनिका पालादेखि चन्द्रमालाई फेरि देवताको रूपमा मान्दै आएको छौँ। त्यस्तो त यस्तो हो, त्यो जुन रूपबाट मैले पनि त्यस्तो ठानेको हो। मैले नै के भने अब गाई खानेहरू चन्द्रमामा गइसके हामीले यहाँ उ गरेर हुन्छ यस्तो गरेर स्वर्ग गइन्छ उस्तो गरिन्छ भनेर हाम्रा आमाहरूलाई नै म आफैले पनि कुनै बेला उडाएँ होला होइन, गरेँ होइन। अथवा मभन्दा ठुलाले मलाई त्यो सिकाए अनि मैले उनीहरूलाई त्यस्तो भन्दै हिँडेँ। तर त्यो चाहिँ एकदमै काँचो कुरा हो, यहीँनिर आउन खोज्दै थिएँ, कमजोर कुरा हो होइन। किनभने हामी चाहिँ कस्तो भने भद्र हुन सिकेका थिएनौँ। हाम्रा आमाप्रति पनि आदरणीय हुन आवश्यक छ। कस्तो भने हिजो कस्तो भने वेदमा के लेखिन्छ पछि पत्ता लगाएन। हेर्नुहोस् है, सत्यम वद प्रियम वद होइन, मा प्रियम सत्यम मा वद भन्नुको मतलब के भने अथवा मा वद सत्यम अप्रियम भन्छ होइन। भन्नुको मतलब के हुन्छ भने हामीले सत्य त बोल्ने नै हो होइन, सत्य बोल्ने हो, तर त्यसमा चाहिँ प्रिय पनि बोल्नुपर्छ।
र फेरि अप्रिय छ भने सत्य पनि त्यस्तो कहिलेकाहीँ बोल्नु हुँदैन। त्यसको मतलब अप्रिय हुन्छ भनेर असत्य बोल्ने भनेको त होइन, सत्य नै बोल्नु पऱ्यो। तर के अप्रिय छ भने नबोल्दा पनि हुन्छ नि, अथवा कहिलेकाहीँ चुप लाग्दा नि हुन्छ नि, सत्य नबोल कि तिमीलाई नै सिद्धाइयोस् त्यस्तो भनेर त्यसरी भनिएको छ भने त्यो चाहिँ कस्तो न कस्तो सभ्य समाजको निर्माणका लागि कस्तो किसिमको मानव चाहिन्छ भन्ने कुराले भनिएको हो। कस्तो हुन्छ भने विज्ञानले प्रमाणित गर्ने कुरा कस्तो हो भने एक्सपेरिमेन्ट भनिन्छ नि, एक्सपेरिमेन्टल साइन्स। जस्तै अल्बर्ट आइन्स्टाइनलाई थ्योरी अफ रिलेटिभिटी पत्ता लगाएर नोबेल प्राइज पाएका होइनन् क्या। उनले अर्कै सानोतिनो फुटकर चिजका लागि उनले नोबेल प्राइज पाए, तर त्यसलाई दिइएन किनभने त्यो त प्रमाणित गर्न नसकेको भनेर होइन, प्रमाण छैन भनेर। त्यसरी के भने आधुनिक विज्ञानले कस्तो गर्छ भन्दाखेरि एकदमै प्रयोगशालामा प्रयोग गरेर प्रमाणित भएको कुरालाई उसले हेर्छ। तर के हुन्छ भन्दाखेरि अब अहिले हाम्रो भित्र दिमाग हुनसक्छ भोलि विज्ञान पनि इभल्भ हुँदै अब आधुनिक विज्ञान पनि पछि फेरि माइन्डको बारेमा पनि जाला। तर के भने हाम्रोमा यो कस्तो भने एउटा दुनियाँ छ यहाँभित्र, हाम्रो बाहिर यो सबै हेर्ने मेजर गर्न मिल्ने एउटा दुनियाँ छ, अनि फेरि नाप्न नसकिनेको कुनै चिजले नाप्न नसक्ने पनि अर्को कुनै दुनियाँ छ होइन त्यो। तर त्यो दुनियाँ पनि एउटा अचम्मको छ, बृहत छ, एकदमै म्याग्निफिसेन्ट छ, हामीलाई चाहिँ एकदमै ह्याप्पी अनह्याप्पी। जसरी मैले कार किनेर कार चढ्दाखेरि मजा आए जस्तो के अरे कारै नचढिकन त्यत्तिकै रुखमुनि बस्दाखेरि मजा आउने पनि दुनियाँ छ होइन। तर के भने त्यो दुनियाँलाई कस्तो भने यो भौतिक चिजका पछाडि एकदमै एक्सपेरिमेन्टल साइन्सका मात्रै पछाडि दौडिने दुनियाँले के हुन्छ भने यसले चाहिँ त्यो दुनियाँलाई राम्ररी ग्रास्प गरेको हुँदैन, त्यसलाई चाहिँ पक्डिसकेको हुँदैन होइन। त्यही कारणले हामीले त्यस्तो भनेको। तर कस्तो भने मलाई पछि गएर कस्तो अनुभूति भयो भने वास्तवमा एउटा त्यस्तो दुनियाँ छ जुन चाहिँ यो नाप्ने जाँच्ने यस्तो भौतिक प्रकारले प्रमाणित गर्ने प्रकारको दुनियाँभन्दा पनि अर्को एउटा मेन्टल दुनियाँ छ, चेतनाको दुनियाँ छ। त्यसैले के भने मैले पनि पूर्वको दर्शन पढेर थाहा पाएकै थिएँ एउटा एकदमै आधारभूत कुरा के किनभने एउटा चाहिँ प्रकृति भन्ने हुन्छ अरे होइन, एउटा पुरुष भन्ने छ होइन। त्यो पुरुष भन्ने र प्रकृति भन्ने एउटा चाहिँ यस्तो चलायमान एन्टिटी छ होइन, र एउटा चाहिँ कस्तो धारण गर्ने एन्टिटी छ होइन। यो धारण गर्ने एन्टिटी चाहिँ टक्क बसेको हुनाले त्यसलाई नाप्न जाँच्न मिल्यो होइन। त्यो चलायमान एन्टिटीका कतिपय फ्याक्टरहरू चाहिँ चलायमानको पनि कति कुरा त नाप्न मिल्छ तर पनि नाप्न नमिल्ने हुन्छ होइन। तर कस्तो भने त्यो चिजलाई हामीले एकदमै सिम्प्लिफाई गरेर अथवा साधारण ठानेर हामीले के गर्यौँ भन्दाखेरि हामीले जे पनि नाप्न सकिन्छ, जति पनि नाप्न सकिन्छ भन्ने प्रकारको घमण्ड भएर हामीलाई के भयो भने विज्ञानलाई अत्यधिक महत्त्व दियो। तर फेरि मैले विज्ञानलाई म त अहिले पनि दिन्छु है, तर खालि के भने त्यो सायद हामीले जतिलाई विज्ञान भनेको त्यति विज्ञान थिएन कि विज्ञानको दायरा अझ बढी थियो कि होइन। के भयो भन्दाखेरि फेरि यतिलाई चाहिँ हामीले विज्ञान मानेर के भने त्यहाँ अर्को छुटेको पाटोलाई विज्ञान मान्न बिर्सनु हाम्रो मूर्खता थियो कि भन्ने। यहाँनिर मलाई अब जस्तो तपाईँ विज्ञानको पनि विद्यार्थी हुनुभयो, इन्जिनियरिङ त आफैमा विज्ञान यति ठुलो ऊर्जाको विद्वान हुनुहुन्छ, त्यहाँमाथि अब फेरि यसमा पनि दुईवटा कन्ट्राडिक्टलाई तपाईँले ग्रहण गर्नुभयो। यो मेरो प्रश्नको लजिकल एन्सरको लागि भन्दा पनि मैले डिस्कसनको एउटा छलफलको विषयको रूपमा कहिलेकाहीँ मलाई पनि लाग्छ हामीले विज्ञान एकदम धेरै पढ्यौँ, के बनायौँ त भन्दा कङ्क्रिटको ठुल्ठुलो घर बनायौँ, त्यो नहुँदा पनि त हामी बसेकै थियौँ, अथवा पहिला फिरन्ता हुँदा पनि त मान्छे बाँचेकै थियो। त्यसपछि बडे मानको हतियार बनायौँ अनि एकदम ठुल्ठुलो अस्पताल बनायौँ, सँगसँगै रोग पनि त लिएर आयौँ नि फेरि, किनभने रोग ल्याएको भएर त अस्पताल चाहिएको थियो होइन। अब त्यो मात्रै नभएर एकदमै हामी ठुलो आविष्कार मान्यौँ हवाईजहाज। ल हवाईजहाजले हामीलाई के दियो त? तपाईँलाई क्यानाडा जान दियो, त्यहाँबाट नेपाल आउन दियो, अथवा मलाई जापान जान दियो, त्यहाँबाट नेपाल फर्किन दियो। त्योभन्दा भेटेपछि के भयो त? त्यसपछि हामी एकदम त्यो लजिक खोज्दै गयौँ भने विज्ञानको जुन हजुरले मेजरमेन्टको कुरा गर्नुभयो नि अहिले, अब मिजरै नगर्दा पनि त केही बिग्रेको थिएन, घडी नहेर्दा पनि त केही बिग्रेको थिएन, औद्योगिक क्रान्ति गर्नु थिएन भने घडी नै चाहिएको थिएन, अफिस जानु नपरेपछि हामीलाई कति बजे पनि चाहिँदैन थियो, पढ्नु नपरेपछि कति बजे पनि। अनि पढ्नु नपर्ने भनेर फेरि म एकदम ब्याक गएको छैन, पढ्नु त पर्ने, तर हामी किन पढिरहेछौँ त फेरि हवाईजहाज बनाउन, फेरि क्यान्सरको औषधि बनाउन, फेरि हार्ट एट्याकको औषधि बनाउन, र अनि त्यसको लागि सहर बनाइरहेछौँ र त्यो सहरमा फेरि रोगलाई बोलाइरहेछौँ अनि अस्पताल बनायौँ भनेर गर्व गरिरहेको छौँ। यो विज्ञानको फेलियर हो कि विज्ञानको सफलता हो, अथवा यो हाम्रो अध्यात्मको चाहिँ नि
एबिलिटी कम भएको हो कि हामीले यसलाई बोध गर्न नसकेको हो? कसरी डिस्कसनको लजिकल एन्सर खोजिन? होइन, ठिक छ। कस्तो भने हेर्नुहोस् है, मैले फेरि कस्तो भने मानव मान्छेले यस्तो एकदम द्रुत गतिमा यहाँबाट अमेरिका पुग्ने फर्केर आउने बनायो होइन, एउटा कुराले जहाज बनायो। अहिले हाई स्पिड रेलको कुरा छ, त्योभन्दा पनि अझ स्पिडमा जाने कुराहरूको निर्माणको कुरा छ। के भने त्यसको एउटा सकारात्मक पक्ष के हो भने हिजो पनि के भनिएको थियो भने महाभारतमा के भनिएको छ भने यो पृथ्वीले दुई किसिमका मान्छेलाई त्यसरी निल्दछ जसरी दुलामा बस्ने प्राणीलाई सर्पले निल्छ भन्छ क्या। अनि पहिलो राजा हो जसले विरोध र विरोधीको सामना गर्न सक्दैन, दोस्रो हो विद्वान जो देश देशावरमा जान सक्दैन भन्छ क्या। अब भन्नुको मतलब के भने हामी धेरै या त म संसार चाहेर मेरो यो चेतनाको जुन यो माइन्ड छ नि यसलाई एकदमै बृहत बनाउन सक्छु कि चाहेर, कि मैले संसारका चेतना भएका मान्छेलाई मैले यहाँ ल्याएर तिनीसित इन्ट्राक्ट जे गरे नि इफेक्ट एउटै हुन्छ। मैले हवाईजहाज चाहिँ सुख सुविधाको साधन अमेरिका जान रोकेको होइन अथवा जापान जान रोकेको होइन, तर हिँडेर गएको भए त फेरि मानवीयताको त्यो मान्छेको मेन महत्त्व त उजागर हुन्थ्यो होला। एक्ज्याक्टली। हामी 24 घन्टामा नगएर 24 दिनमा वर्ष लाग्यो नि, त्यस्तो फरक त पर्ने थिएन। त्यसैले के भने त अति छिटो भएर केही हुने होइन। तर पनि के भने त्यो द्रुत गति हुँदाखेरि यो मानव बिचको दिमागको जुन एउटा मन्थन हुन सक्ने पोसिबिलिटी छ त्यसलाई पनि यसले बढाइरहेको आजकल फेरि शताब्दीमा दाँजेर हेरिन्छ मान्छेलाई कि यो 19औं शताब्दीतिर गयो भन्ने पनि होला यो प्रश्न सोधिरहँदाखेरि। तर विज्ञानले के दियो भन्ने प्रश्न मैले माने। त्यसैले विज्ञानलाई मैले त्यो अर्थमा त्योलाई मैले एकदमै मानौ हामी एउटा वैदिक युगमा फर्कन खोजेको हो भने त्यो अर्थमा चाहिँ मैले एकदमै उपयोगी ठान्दछु। तर कस्तो भने हामीले के सोचिरहेका छौँ भने बडेमानको घर भएपछि अर्काको भन्दा तपाईँको भन्दा ठुलो घर भएपछि म सुखी हुन्छु, तपाईँको भन्दा ठुलो कार भएपछि महँगो कार भएपछि म सुखी हुन्छु भनेर मान्छे जुन दौडमा छ त्यो चाहिँ एकदमै मिथ्या मात्रै ठान्दछु मैले, एकदमै मिथ्या हो। त्यसरी हुने भएदेखि हेर्नुहोस् है, अमेरिका विश्वको सबैभन्दा धनी देश हो होइन, अनि एउटा हुवावे भन्ने कम्पनीले अमेरिकन आइफोनले भन्दा राम्रो एउटा फोन बनायो 2019मा। के भयो त्यो चाहिँ विश्वको सबैभन्दा टप फोन भयो त्यो 5G। कस्तो 5G भन्ने एउटा टेलिकम्युनिकेसन टेक्नोलोजी, त्यसले के गर्यो भने मोबाइल फोनमा त्यो टेक्नोलोजी पहिला विकास गरेर अरूले गर्नुभन्दा पहिला गर्दाखेरि के भयो उसले चाहिँ अरूले गरेको भन्दा त 100औं गुणा बढी स्पिडमा त्यसको डाटा ट्रान्सफर गरेर देखायो होइन। अनि के भयो विश्वमै के भयो त विश्वको एक दुई महिनाको लागि त विश्वको नम्बर 1 फोन कम्पनी बन्यो। अनि बन्दाखेरि के भने अचानक के भयो त्यत्रो देशै डराएर के भयो त्यो हुवावे कम्पनीलाई मार्नको लागि र अहिले जस्तै चाइनाको टेक्नोलोजिकल विकासलाई नै मार्नको लागि अमेरिका हिँडिरहेको छ। वास्तवमा ट्रुथ त्यही हो होइन। अब जस्तै चाइनामा बनेको कार किन्नु हुँदैन, हाम्रो कार उसले किन्नु हुन्छ तर उसको कार हामीले किन्नु हुँदैन भनिरहेको छ। भनेपछि के छ, पैसाले हुने भयो त चाइनाभन्दा अमेरिका अहिले पनि त कयौँ गुणा बढी धनी छन्, धेरै गुणा बढी धनी छन् नि होइन। चाइनाको पर क्यापिटा इन्कमभन्दा अमेरिकाको धेरै छ। फेरि के भने मैले यहाँ चाइना र अर्थको कुनै यो राजनीतिक अर्थमा भनिरहेको छैन, खालि एउटा त हुवावे भन्ने कम्पनी मार्नको लागि एउटा देशै लागेको देख्ने आज पनि लागिरहेको छ नि त होइन, त्यस्तो किसिमको। त्यसैले के हुन्छ भन्दाखेरि यो दुनियाँ जुन पैसाका लागि मात्रै हो, वर्चस्वका लागि मात्रै हिँड्ने दुनियाँ छ, यसले के हुन्छ भन्दाखेरि अर्काले गरेर खाएको देख्नै सक्दैन। अर्काले गरेर खानाका आफै गरेर खाना पनि उसले उसलाई रुचि हुँदैन। त्यसैले के हुन्छ भन्दाखेरि त्यस्तो दुनियाँमा हामी यहीँ नेपालमा बस्यौँ भने पनि के हुन्छ, नेपालमै हामी एकदम गाउँमा दुर्गम गाउँमा गयौँ भने पनि चेत त्यही हो। अर्काले गरेर खाएको मान्छेले देख्न सक्दैन, अचेत मान्छेले। त्यसैले के भयो भने मान्छे त धेरै धनी भयो होला तर त्यो के छ अन्धकारमा छ। हिजो तमसोमा ज्योतिर्गमय भनेको थियो नि, असतोमा सत्य गमय होइन, असत्यबाट सत्यतिर जाऊ तमसोमा ज्योतिर्गमय होइन, अनि मृत्युमा अमृतम गमय भनेर जुन अभिलाषाले एउटा सभ्यताको निर्माण गरिरहेका थिए हिजोका ऋषिमुनिहरूले, आज हामी कस्तो भने यस्तो कुहिएको पाके भनौँ न यस्तो पिपै भएको जस्तो होइन। हेर्नुहोस् यस्तो हामीले यस्तो म्याग्निफिसेन्ट कुरा देखेर पनि के छ त्यहाँभित्र त्यो पाकेको होइन, त्यो कुहेको झार जस्तो नाङ्गो झार जस्तो होइन भएको होइन समाज चेत होइन। मानव अमेरिकाको राष्ट्रपतिले बोलेको भाषा तपाईँलाई हेर्दाखेरि तपाईँलाई त्यो तपाईँले वैदिक सभ्यताका ऋषिहरूले आँखाले त्यो हेर्दाखेरि कस्तो हुन्छ,
यस्तो पिउसाले बोले जस्तो क्या बुझ्नुभयो मान्छेले बोले जस्तो पनि लाग्दैन धेरै झिनो कुरा हो झिनो कुरा त्यहाँनिर आइपुग्दा धेरै झिनो हुन्छ कुरो बुझ्नु हामीले वैदिक आँखाबाट हेर्यौँ त्यही कारणले के हुन्छ भन्दाखेरि त्यसैले के भने हामी यस्तो धनका पछि मात्रै लागेर हुँदैन भने धनका पछि नलाग्ने भनेको छैन मैले धनका पछि मात्रै लागेर हुँदैन साइन्सका पछि लागेर मात्रै साइन्सका पछि नलाग्ने भने मैले नि सबै मानवले एकदमै साइन्स जान्नुपर्छ एकदमै साइन्स दुईटै तत्त्वलाई मिलाएर लैजानुपर्छ तर कस्तो भने हामी यो मानवलाई एकदमै सभ्य सौम्य एकदमै प्रेमपूर्वक होइन प्रेम भावले ओतप्रोत भएको त्यस्तो उचित होइन उच्च मानव बनाउने त्यस्तो सभ्यतापट्टि जानका लागि त्यस्तो समाजपट्टि जानका लागि चाहिँ हामीले विज्ञान मात्रबाट पुगाउन सकिँदैन भन्ने मलाई तपाईँको अचेलको दिनचर्यामा आउनु छ तर म अझै यो विषयलाई अलिकति तान्छु यो सुख सम्बन्धी नै हामीले कुराकानी गरिरहेको हुनाले पहिलेका ऋषिमुनिहरू म को हुँ भनेर बुझ्नैमा अहम ब्रह्मस्मि म को हुँ म के हुँ बुझ्दैमा उहाँहरूको चाहिँ त्यो जुनी नै बित्दै छ कतिपय त्यस्तो खालको व्यक्तिहरूको बित्दै पनि छ अब अहिले पछि पनि फेरि अब हामीले अघि सुखको त्यो आधारहरूलाई ल्यायौँ नि जस्तो कार्ल मार्क्सले दिनुभएको सिद्धान्तलाई संसारलाई सुख बनाउन सर्वजन हिताय एउटा कन्सेप्ट थियो भने 20औं शताब्दी यो कतिको कन्ट्राडिक्सन हुन्छ 20औं शताब्दीको ओशोले दिएको एउटा त्यो फिलोसफी पनि त फेरि कति मान्छेको लागि सुखको पाटो भयो जस्तो कति मान्छे ओशो कम्युनभित्र पुगेर तृप्त आत्मा तृप्त संसारै तृप्त भएर बसेका छन् अब कोही मान्छे हाम्रै विकासानन्दको आश्रममा बसेका छन् अब भारतमा ठुल्ठुला साधुहरू 22 वर्षदेखि लिएर 80 वर्षसम्मका साधुहरू वृद्ध बाबाहरू माताहरू छन् र उनीहरूको अनुयायीहरूलाई लागिरहेको छ म सन्तुष्ट छु सुखी छु अनि फेरि विज्ञानको बाटो हिँड्नेहरू अथवा प्रधानमन्त्रीको कुर्सी ताक्नेहरू त्यो कुर्सीमा बसेर जिन्दगीभर तृप्ति भइरहेको जस्तो अनुभूति गरिरहेको छन् सुखको अनुभूति गरिरहेको छन् हामीले खोजिरहेको सुख कुनैमा चिरकालसम्म जाने सुख देखिएको छ देख्नुहुन्छ यी विभिन्न पाटाहरूमा भनौँ न कलियुग भनिन्छ 21औं शताब्दी भनिन्छ यो शताब्दीमा हामीले खोजिरहेको सुखको आधार बाटोलाई कसरी हेर्नुहुन्छ सायद मान्छे बिस्तारै के हुन्छ यो भौतिक उसबाट भौतिक विकास मान्छेले गर्छ अनि उसलाई के हुन्छ त्यसले केही हुँदो रहेछ भन्ने कुरा एक दिन बोध गर्छ समाजले नै बोध गर्छ किनभने यसबाट के हुन्छ मान्छे लडाइँ झगडा यस्तो किन अब तपाईँभन्दा म ठुलो हुन परिसकेपछि त जतिसुकै जे भए पनि आखिरमा तपाईँ र मेरो तिक्तता त कुनै प्रकारले प्रकट हुनै पर्यो त्यसो भए हाम्रो नैतिकतामै मिस्टेक छ हुर्कँदै गर्दा हाम्रो नैतिक शिक्षामै गल्ती छ एकदमै गल्ती छ कसले दिने त्यो शिक्षा दिन पर्यो त हामीले नै मतलब आफ्ना केटाकेटीलाई दिने हो कि विद्यार्थीलाई दिने हो होइन यस्तो हेर्नुहोस् है यति जटिल भएर मलाई म एकदमै मैले नै म खोजकर्ता मात्रै हो तपाईँ जवाफदेही एउटा मुख्य व्यक्ति नभए नि डिस्कसनको हाम्रो पाटो चाहिँ पूर्वीय दर्शनको पुनर्व्याख्या भएको एकदमै त्यही भएर के हुन्छ जस्तै हामीले रिचुअल बनायौँ बिहान उठ्नुपर्छ यसरी पृथ्वीलाई ढोक गर्नुपर्छ भने के औषधि हाल्नुपर्छ भने हामीले बनाइयो होइन अनेकौँ त्यो वास्तवमा केका लागि बनाइएको थियो भने मान्छे चाहिँ यो सबैप्रति आदर होइन ऊ चाहिँ एकदमै यो आफू यहाँ जिउँदै भएकोमा गौरवान्वित ठानुस् र यी सबैप्रति सीताको कपालै भन्ने चलन गरेर सिकाइन्थ्यो त्यही त अब साँझको बत्ती बाल्नुपर्छ बलेसीमा बस्नुहुन्न बेलुकी सुत्ने हुन्न मैथुन गर्नुहुन्न जस्ता सन्दर्भहरू थिए चिजहरू थिए र तपाईँले सम्झनुहोस् कि एउटा घरमा तपाईँले कसेर बढार्नु भएको धुलो बढार्नु भएको थियो तर पनि तपाईँले त्यो घरलाई गृह देवता ठानेर त्यसकोलाई तपाईँले बढार्दाखेरि तपाईँको आत्मामा कुनै प्रकारको अनुभूति प्रसिरहेको हुन्छ र तपाईँले यो घर अनि त्यसलाई वस्तु ठान्नु भएको थियो केवल माटा ढुङ्गाको एउटा वस्तु थियो त्यसलाई तपाईँले बढार्नु भएको थियो होइन कुरा त बढारिसक्दाखेरि देखिने त उही हो तर तपाईँको चेतभित्र तपाईँको हृदयभित्र होइन यहाँभित्र तपाईँलाई गर्ने अनुभूति चाहिँ एकदमै एउटामा तपाईँले त्यही धुलो बढार्दाखेरि पनि तपाईँले चाहिँ आनन्दको अनुभूति भएको हुन्छ भने अर्कोमा तपाईँले दुःख साथ यति समय मेरो खेर गयो होइन यो धुलो बढार्ने केही अरू मेसिनले बढारेको भयो त्यति बस्दो अथवा केही तपाईँलाई अर्कै प्रकारको अनुभूति हुन्छ त्यसैले कस्तो भने यो चिज कस्तो भने यो फिलिङ भनिन्छ नि यो अनुभूति छ नि त्यो अनुभूतिभित्र कुनै आनन्द भन्ने पनि अनुभूति हुन्छ होइन त्यो आनन्द तत्त्वको मात्रालाई बढाउनको लागि तपाईँले यो सारा रेस्पेक्टफुल समाजमा तपाईँ आफू हम्बल भएर रेस्पेक्टफुल सबै चिजलाई रेस्पेक्टफुल भएर हेर्दाखेरि के हुन्छ भने तपाईँले गरेको चिजमा आनन्दको अनुभूति प्राप्त हुन्छ भने जहाँ चाहिँ तपाईँले दौडमा हुनुहुन्छ
धेरै तलब खाने दौडमा, धेरै ठुलो घर किन्ने दौडमा, त्यो ब्याङ्कको ऋण चाँडो चाँडो तिर्ने दौडमा हुनुहुन्छ, केमा हुनुहुन्छ, अथवा अरूले भन्दा ठुलो कम्पनी बनाएर धेरै सम्पत्ति होल्ड गर्ने दौडमा हुन्छ, त्यहाँ त्यो अनुभूति तपाईँलाई प्राप्त हुँदैन। तपाईँको यो पुस्तकभित्र एउटा सन्दर्भ मलाई असाध्यै झुन्डिरहन्छ, राजा ऋषिको आसनमा नबस्नु र ऋषि राजाको आसनमा नबस्नु अथवा बस्दैनन् भन्ने च्याप्टर हो। यो त ठप्पै छोड्यौँ नि नेपालमा है? छोड्यौँ छ त कतै बाँकी छैन, केही पनि बाँकी छैन। किनभने नेपालमा त के भएको छ, मैले त नेपाल त वर्तमान नेपाल चाहिँ के छ, असतोमा सत्य गमय होइन कि सतोमा असत्य गमय भने त्यस्तो सत्तिर होइन कि असत्तिर हिँड भनेर भने। किन म तपाईँलाई उदाहरण दिन्छु, एउटा मानव एउटा नगरपालिकाले एउटा अनुदान केही चिजलाई दियो, बाटो खन्ने या केही अनुदान दियो होइन, अनि त्यहाँ अथवा जे गर्ने अनुदान दियो होइन, अनि त्यहाँ अनुदान दिएपछि अनि उसले चाहिँ के भन्छ बिल पेस गर्न भन्छ होइन, अनि त्यो बिल पेस गर्दाखेरि के छ, भ्याट बिल पेस गर भनेर भन्छ। जहाँ चाहिँ हामी बजारमा जाँदा कसरी भ्याट बिल भने, खोइ म जान्छु केही किन्छु बिलै दिएको हुन्न, त्यसै किनिराखिएको छैन, भ्याट बिल पनि हुँदैन, अनि मलाई त भ्याट बिल चाहिन्छ सरकारलाई बुझाउनु पर्छ भन्यो भने कति रुपियाँको भनेर भन्छ, अनि उसले कति रेट हो के भनेर अनि सरकारले नै लेखिदिएको छ अनि त्यो यस्तो यस्तो लेखेको छ भने चाहिँ उसले चाहिँ त्यस्तो बनाएर दिन्छ, अनि मैले लगेर पेस गरेँ होइन। अनि त्यहाँबाट के भने अनि कागजमा मिलेर अनि त्यहाँ पास भनेपछि के भयो भने सत्य एकतिर थियो, अर्कै काम गर्नको लागि अभिप्रेरित गर्यो मान्छेलाई होइन। फेरि ठ्याक्कै यो सन्दर्भ एक ठाउँमा मैले जोड्छु। एकचोटि अमेरिकाको, मैले ठ्याक्कै युनिभर्सिटीको नाम बिर्सेँ, हार्वर्डमा कि कहाँ, अमेरिकी राष्ट्रपति जान लाग्दाखेरि त्यहाँको विद्यार्थी र शिक्षक ल्याएर आन्दोलन गरेर सडकमा सुते। त्यसपछि उनी त्यो कार्यक्रममा जान सकेनन्, जान पाएनन्। भनेको ऋषिको आसनले राजालाई ऋषिको उसँग शक्ति प्रयोग गर्ने भने त मजासँग जान सक्थ्यो नि त, तर ऋषिलाई यति धेरै मान्यता दियो कि युनिभर्सिटीका प्रोफेसर र विद्यार्थीहरूलाई फेरि त्यो शिक्षा क्षेत्रमा चाहिँ मैले छुनुहुन्न भन्ने कुरो बुझेर राष्ट्रपति फर्किए। जो विश्वको सबभन्दा शक्तिशाली राष्ट्रपति आफ्नै देशको एउटा युनिभर्सिटीका 100,000, 2,000, 10,000, 1 लाख मान्छेको उसबाट चाहिँ फर्किनु पर्यो भनेपछि ऋषिको आसनमा राजा बस्न नगएको त हो नि, नदिएपछि। एकदमै हो, ऋषिमा राजा नगएको र फेरि ऋषि पनि राजाका आसनमा हिँड्दैन थिए। आज कस्तो भयो भने आजकल ऋषि हुने भनेको राजा बन्नको लागि ऋषि हुने भन्ने कुरो हो। जस्तै एउटा विश्वविद्यालय भन्ने विश्वविद्यालय हेर, विश्व भनेको के हो हेर्नुहोस्, विश्वविद्यालय भनेको छ। अब विश्वविद्यालयमा एउटा पार्टीको मेम्बर बनेको छ विश्वविद्यालयमा, त्यो त ऋषि हुनुपर्ने, त त्यहीँ पढाउने मान्छे चाहिँ ऋषि हुनुपर्ने होइन। अनि फेरि अब हामी भनिरहेको ऋषि हुनुपर्ने मान्छे पनि ऋषि होइन, त्यो राजा हुनुपर्ने हो, तर उसलाई त्यही भएर ऋषिप्रति उसको आदर छैन होइन। अब यस्तै भद्रगोल छ। हामी पूर्वीय दर्शन मासियो भन्ने विषयमा त आजको हाम्रो छलफल केन्द्रित रह्यो नि, तर फेरि पूर्वीय दर्शनलाई पाश्चात्यहरूले चाहिँ फेरि फलो गर्न थालेको देख्छौँ हामी त छिटफुट, कि अलिक बाक्लै गर्न थालेका छन्। अचेल त सोसियल मिडियाले देखाउँछ क्यारे, होइन छिटफुट नै हो, बाक्लै त होइन। किनभने हामीलाई कस्तो लाग्छ भने हामी पूर्वीय भएर हेरेको हुनाले हामीले अलिअलि गरिदिँदैन, हामीलाई भित्र चाहिँ के भयो, हामीलाई ओहो जस्तै बेलायतको पनि एउटा विद्यालयमा मानव संस्कृत पढाइ भयो, उनीहरूले चाहिँ जस्तै होइन अब मानव कुनै संस्कृत श्लोकहरू विद्यार्थीहरूले पढ्यो, अनि हामीले के भन्छ त्यहाँ भिडियो हेर्छौँ युट्युबमा आजकल होइन, त्यहाँबाट के भयो पुरै बेलायत चाहिँ हिन्दूमय हुँदैछ भने जस्तो हामीलाई लागेको हो, तर त्यस्तो होइन, छिटफुट हो होइन। तर कस्तो भने एकदमै विद्वान मान्छेले चाहिँ यस्तो सानातिना चिजहरूमा पश्चिममा पूर्व यस्तो उस्तो, किन हामीले फेरि पश्चिमबाट पनि सिक्नुपर्छ नि। त्यही भएर मैले के भने यस्तो विज्ञान भनेर हामीले तिरस्कार गरियो भने हामी खतम हुन्छौँ। किन हिजो पनि त धनुर्विद्या भनेको के हो, आयुर्विद्या आयो भनौँ, आयु बढाउने विद्या के हो, ती त विज्ञान हुन् नि होइन। फलानु चिज प्लान्टको यति रस यति मात्रामा ल्याएर यस्तो खाएपछि यस्तो रोग निको हुन्छ भनेको त्यो विज्ञान हो। त्यसैले अब जस्तै फलाम निकालेर यसरी फलामलाई होइन कहीँ खानीबाट निकाल्नु पऱ्यो त प्रशोधन गऱ्यो होला, त आँसी बनाउने कोदाली बनाउने, त्यो पनि त विद्या नै हो होइन। किनभने हिजो त्यस्तो किसिमको त्यसैले के भने हिजो के भने विज्ञान थिएन होइन भन्ने होइन, तर के हुन्छ भन्दाखेरि हिजो त्यो के भने अघि तपाईँले भन्नुभयो के हुन्छ भने मभित्र नै ब्रह्म छ भन्ने कुरा सोच्ने मात्रै होइन कि त्यो दायरा धेरै नै थियो होइन। भन्नाले इभन ऋषिमुनिहरू पनि सबै एक प्रकारका थिएनन्, कोही कस्ता होइन, विभिन्न विधाका ऋषिमुनिहरू थिए होइन। त्यही कारणले त्यो सबैको समग्रमा टोटालिटीमा त्यो समाज विकसित भएको हो। केवल
एउटा मात्रै विधाकाले त्यो विकास गरेका थिएनन्। तर के भने आज हामीसँग त्यो सबै कुरा नभएको हुनाले हामीले के भन्छ केही फुटकर चिजहरू हेरिन्छ होइन। तर त्यसरी हेर्नु विज्ञान चाहिँ के हुन्छ, विज्ञान हामीले विज्ञानलाई इम्प्रेस गर्ने हो। तर विज्ञानको दायरा नै के भयो भने त्यसरी त्यो जुन चेतनाको दुनियाँ छ, त्यो जुन पुरुषको दुनियाँ भनिन्छ हिजोको वैदिक सभ्यताले, त्यो दुनियाँलाई बिर्सेर खालि केवल प्रकृतिका पछि मात्रै त्यहाँ नाप्न सकिने जाँच्न सकिनेका पछि मात्रै दौड्यो भने त्यो चाहिँ अधुरो हो। साइन्सले त्यसलाई पनि कभर गर्नुपर्छ भन्ने मेरो मान्यता हो। भोलिको साइन्सले गर्ने नै छ भन्ने मलाई लाग्छ। किनभने आज क्वान्टम फिजिक्स आदि इत्यादि विकास भएपछि अब यतातिर पनि ढिलो चाँडो साइन्स त्यहाँ आउनेछ। अब एउटा सानो सन्दर्भ मैले उदाहरण यसरी लिँदाखेरि कतै तपाईँलाई बिजाएँ भने पनि म क्षमा चाहन्छु। मैले यो सन्दर्भ बुझाउनको लागि मात्रै। हाम्रो आम दृष्टिकोण चाहिँ एउटा पढे लेखेको मान्छे भनेको सुकिलो कोट लगाउने, एउटा कार लिएर आउने, धेरै पढेर विद्वान भइसकेर कतै फिट भइसकेको मान्छे, जुन तपाईँलाई हेर्दाखेरि पनि बागलुङबाट पढेर इन्जिनियर भएर अनि इन्जिनियरिङमा सम्पूर्ण पढाइसकेर 2040 विक्रम सम्वत 40 को दशकमा क्यानाडा गएर 20 वर्ष बसेर फेरि फर्कनु भयो। एक हिसाबले तपाईँलाई नपुग्ने नहुने के थियो र? बसेर एउटा राम्रो कम्पनी चलाएर बस्नु भएको भए पनि हुन्थ्यो होला। आज कुलमान जस्तै एउटा चाहिँ नि प्राधिकरणको प्रमुख हुन सक्नुहुन्थ्यो कि नेपालमै बसेको भए पनि। अनि त्यो अब त्यस्तो व्यक्ति भनेको फेरि सुकिलो मुकिलो लगाएर कोट लगाएर एउटा कार चढेर हिँडेको भन्ने कल्पना गर्छौँ हामीले। फेरि जोगी भनेको चाहिँ कमण्डल लिएरै हिँडेको कल्पना गर्छौँ, लट्टा पालेको लामो कपाल बनाएको पनि कल्पना गर्छौँ, फकिर फुक्का हिँडेको पनि कल्पना गर्छौँ। तपाईलाई के कल्पना गर्ने? तपाईँ विद्यार्थी जीवनबाट इन्जिनियर भएर फेरि क्यानाडा पुगेर फेरि फर्किएर काठमाडौँमा पनि नबसिकन फेरि मान्छे राजधानी ताक्छन्, राजधानीबाट क्यानाडा ताक्छन्, तपाईँ क्यानाडाबाट राजधानी फर्किनुभयो, त्यहाँबाट फेरि बागलुङ गएर अनि आध्यात्मिक अनुसन्धान केन्द्र बनाइरहेछु भन्नुहुन्छ। मलाई थाहा पनि छ, तर म जान चाहिँ पुग्न पाएको छैन। मलाई त त्यहीँ पुगेर तपाईँसँग बसेर कुराकानी गर्ने रहर थियो। हामीलाई भूगोलले अलिकति अप्ठ्यारो पार्यो। के बनाउँदै हुनुहुन्छ त्यहाँ? र आज अचेलको तपाईँको दिनचर्या, पूर्वीय दर्शनको पुनर्व्याख्याका लेखक डाक्टर प्रमोद ढकाल के गर्नुहुन्छ बागलुङ बसेर? मैले यो अध्ययन गर्ने क्रममा कस्तो भयो, यद्यपि मैले यो किताब त लेख्न सकेँ, तर किन पूर्वको दर्शन यसले एउटा पर्याप्त हुँदैन, थोरै मात्रै कभर गरेको। कस्तो भने एकदम धेरै कुरा जान्न थियो हामीलाई, तर के भने म एकजनाको क्षमता त्यति हुँदैन। त्यसरी मलाई कस्तो लाग्यो, हिजो ऋषिमुनिहरूले पनि कस्तो भने कोही ऋषिमुनिले कुनै चिज एकै ठाउँमा लेख्नका लागि त कसैले लेख्न सक्छ, तर त्यो ज्ञान कुनै एकजनाले उत्पादन गरेको होइन। कस्तो भने मानौँ हामीले वेदव्यासले सबै कुरा पुराण सबै लेखे अथवा वेदव्यासले नै ऊ लेखे भनेर हामीले भन्यो भने पनि कुनै के हुन्छ भने वेदव्यासले त्यो ज्ञानको क्लेम उनले गरेका छैनन्, त्यहाँ आफ्नो नाम लेखेका छैनन् होइन। भन्नुको मतलब के हुन्छ भन्दाखेरि ज्ञान चाहिँ मानव सभ्यताको आदिम टाइमदेखि त्यो आउँदै आउँदै सर्दै आइरहेको छ र एकदमै धेरै मानिसको ज्ञानको उसमा कसैले सङ्ग्रहित गरेर लेख्न सक्छ, तर त्यसको उत्पादक उही व्यक्ति हुन सक्दैन होइन। यद्यपि हामी आज प्याटेन्टको दुनियाँमा छौँ। यो सबै किताब मैले कपिराइट लेखेको हुन्छु, अर्काले कपी गर्न पाउँदैन भनेको हुन्छ। यस्तो हिजो त्यस्तो थिएन, अनि त्यस्तो घमण्ड पनि थिएन ऋषिमुनिहरूमा। कस्तो हुन्छ भने यो एकजना व्यक्तिले गर्न सक्दैन भन्ने मैले सोचेपछि मैले के सोचेँ भने अझ त आइन्स्टाइनले पनि महिनामा तलब बुझेर मर्नु पर्यो होइन। यो चाहिँ यो मानव सभ्यताको लागि 21औं शताब्दीको हुँ भनेर घमण्ड गर्ने सभ्यताका लागि सुहाउने कुरा थिएन, किनभने आइन्स्टाइन तलब बुझेर मर्नुपर्ने व्यक्ति थिएनन्। वास्तवमा यत्रो विकसित भन्ने पश्चिमा दुनियाँमा अथवा यो विश्वमा ग्लोबमा यो पूर्वले पनि बडो आफू मयौँ भनेर फुर्ती गर्छ। यो विश्वमा आइन्स्टाइनले तलब बुझेर मर्नु पर्नु भनेको दुर्भाग्यको कुरा हो, लज्जाको कुरा हो भनेर मैले भन्दछु। किनभने म जस्तो फुस्टे साइन्टिस्ट, केही भारेभुरे साइन्टिस्टलाई त मलाई यो महिना तलब खाने कुरा चाहिँ एकदमै मलाई अरुचिपूर्ण भएर मैले यो सबै त्यागेर हिँड्न पर्यो भने त्यत्रा विद्वानको के भयो होला होइन। तर के भने ती जान केटारी पाल्नका लागि उसले पनि घर लान थियो। तर के भने मेरो त गाउँमा हाम्रा बालाई होइन त्यो कहाँ कहिले हो हाम्रा बाआमाले चाहिँ उ गरेर त्यस्तामा जीविका गरेका थिएन। मलाई के लाग्यो भने ओहो त्यत्रो जमिनमा उनीहरूले कति पुस्ता टिकेर आयो भने म जान्छु र त्यहाँ नै म त्यत्तिकै बाँच्छु, ल जेसुकै होस्, यो सारा दुनियाँले जति जति कमाओस् भनेर मैले त्याग्न सक्छु। मैले वास्तवमा त्यसबाटै प्रेरणा लिएर भनेको सबभन्दा पहिला त म सिम्पल हुन्छु भन्ने सोचले साधारण उसमा फर्किन्छु भनेर लाग्यो होइन। अब तर के भने
तर मैले के सोचेँ भने हिजो ऋषिमुनिहरू तपस्या गर्न हिमालयमा गयो भनेर लेख्छु क्या, जस्ता पढ्नुहोस् जहाँ पनि हिमालयमा तपस्या गर्न गएको देखिन्छ। हुनुपर्छ, किन भन्दाखेरि बुद्ध भनेको हिमालयकै काखमा त्यही हो होइन, त्यहाँ होइन कपिल वस्तुमा जन्मेको भनेको छ भने त्यो कपिल भने त्यहीँ त हो के अरे, त्यहीँ पल्तिर हो होइन। यहाँ पाणिनीको कुरा गरिन्छ, यसको कुरा गरिन्छ, तिनीहरू यस्तै कन्दरामा त्यहाँ कुनै तिनी दरबार सरबारमा बनाएका होइनन्, सामान्य ठाउँमा बनाएका हुन्। अनि मलाई कस्तो लाग्यो भने यो गाउँहरू जुन खाली हुँदैछन् नि अहिले, सबै यो भौतिक दुनियाँको छोप्नलाई सबै मान्छे सहरतिर र विदेशतिर हिँडिरहेको छ। अनि मैले किन यो जम्मै गरेपछि गाउँ त खाली हुन्छन् होइन। अब गाउँमा दुई किसिमको मान्छेको लागि उपयुक्त हुन्छ। एउटा त कि पढ्दै नपढेको कोही उपाय नरहेको मान्छेलाई त्यो गाउँ उपयुक्त हुन्छ, कि यो संसारको यो सारा यो दुनियाँदारी यो पैसाको दुनियाँबाट विरक्त भएको मान्छेलाई चाहिँ यो पैसा मलाई चाहिएन भन्ने मान्छेको लागि पनि त्यो एकदमै उपयुक्त हुन्छ। अनि के हुन्छ भने मैले के सोच्ने, त्यो दोस्रो प्रकारको मान्छेका लागि त आज कसैले पनि केही प्लेटफर्म नै बनाएको छैन, आश्रम हो त्यहाँ। त्यसैले ऋषिमुनिहरूका लागि, भविष्यका ऋषिमुनिहरूका लागि त तिनले महिना महिना तलब नथाप्ने ऋषिमुनिलाई के गर्ने त? हिजो ठिक छ गाई पालेर ऋषिमुनिहरूले दुई चारवटा चेला चपेटा राखेका थिए, त्यहाँबाट उनीहरूले गाई हेर्न गयो भने पढिन्छ है हामीले, अनि चाहिँ तिनी गाई हेरेर गयो होला, गाई दुहे होला, के गरौँ। तर के भने अब म प्रमोद ढकाल मेरो नाम, हाम्रो ढकालहरू त्यहाँ आएर बसे हाम्रो गाउँमा आएर बसेका। तल पहिला कस्तो थियो अरे तल कालीमाटी भन्ने ठाउँ छ, त्यो ठाउँमा खोला नजिकै त्यहाँ आएर बसेका अरे। अनि माथि पुरै खाली थियो, अनि गाई भैँसी चर्न छोडिदिने अरे। अनि माथि बुर्मो भन्ने छ डाँडाको टुप्पामा, त्यहाँ गएर नुन खुवाउने अरे टाइममा। अनि त्यसपछि दुहुना भैँसी घर ल्याउने, अरू जम्मै त्यहीँ छोडिदिने। अब गोरु पनि जोत्ने बेलामा ल्याउने, पछि मै छोडिदिने त्यस्तो गर्थेँ भनेर मैले सुनेको थिएँ होइन। तर के भने आज मैले त्यहाँ एउटा बाख्रो छोड्ने ठाउँ छैन, किनभने जम्मै डिमार्केसन भएर टुक्रा कहाँ कसैको 1 रोपनी आधा रोपनी यति आना उति आनामा बाँडिएको छ। सिमाना नै छ, त्यहाँ कतिजना कति घर छन्। ओके छ, त्यहाँ कुनै एउटा गाई छोड्ने उपाय छैन होइन। भनेपछि के हुन्छ भने आज यस्तो दुनियाँमा कचपचर बिजोग भएको दुनियाँमा त अब ती ऋषिमुनि आएर त्यहाँ हिजो जस्तो जीविका अथवा हिजो जस्तो जीवनचर्या गर्न त सम्भव छैन। त्यसैले मलाई के उत्पन्न भयो, मैले यस्तै पूर्वको चिज पनि पढ्दै थिएँ। अचानक मैले फेरि अब साइन्टिफिक कुरा पनि पढ्दै थिएँ। अनि के भयो भने मैले यस्तै सोलर इलेक्ट्रिकल इन्जिनियर, कहिले कहाँ सोलर इनर्जीको बारेमा गर्नुपर्छ नि त। अनि सोलर प्यानलहरू कतिवटा सोलर प्यानल कहाँ कसरी कुन एङ्गलमा हालेदेखि कति ऊर्जा उत्पन्न गर्न सकिन्छ भन्ने यस्तो पढ्नुपर्छ नि त। यस्तै गर्ने क्रममा के भयो भने मैले यसो हेरेको, त्यो चाहिँ त क्यानाडाको तथ्याङ्क पढिरहेको थिएँ, मैले क्यानाडाको गरिरहेको थिएँ त्यहाँ। अनि के भयो भने 1 वर्ग मिटर जमिनमा सूर्यले दिनभरिमा फालेको औसत ऊर्जा चाहिँ कति किलोवाट आवर भनेर लेखेको थियो। अनि मैले किलोवाट आवर हुनु त ऊर्जाको माप हो। अनि के भन्छ भने मान्छेलाई दिनको 2000 क्यालोरी खानुपर्छ भनेर आइरहेको थियो। अनि यो क्यालोरी र किलोवाट आवरको सम्बन्ध के रहेछ भनेर मैले के गरेँ भन्दाखेरि त्यो किलोवाट आवरलाई क्यालोरीमा कन्भर्ट गरेर हेरेको त त्यो 1 वर्ग मिटरको सूर्यको ऊर्जा चाहिँ एउटा मान्छेले खान सक्दो रहेछ होइन। अनि मलाई कस्तो लाग्यो भने अचानक होइन, म त अब एग्रिकल्चर त पढेको मान्छे थिइनँ, तर मलाई कस्तो लाग्यो ओहो त्यो ऊर्जा चाहिँ मैले सलक्क खान सक्ने भए त 1 वर्ग मिटर नै पर्याप्त रहेछ होइन मलाई, तर त्यसरी खान मिल्दैन। अब त्यो ऊर्जालाई के गर्नु पऱ्यो भने ती मलिक्युलहरूमा क्या होइन, अणुहरूमा त्यो खानाका होइन धानका अब गहुँका केकामा त्यहाँभित्र मलिक्युलभित्र त्यहाँ बाइन्डिङ गर्दै फोटोनहरूलाई बाइन्ड गरेर प्लान्टले खाना बनाएको छ नि, त्यसलाई हामीले खाएर हामी अहिले हामी बोलिरहेका छौँ नि त। अनि मैले यसो गरेँ, त्यो क्यालोरी त त्यसरी आएको, त्यही ऊर्जा आएको होइन, त्यही ऊर्जा आएको नि यहाँ फरक घुमेर। अनि त्यसपछि फेरि हामीले खान्छौँ, अनि फेरि त्यो डिसिपेट भएर जान्छ, अनि फेरि आउँछ ब्रेकडाउन गर्छौँ। अनि मैले कस्तो लाग्यो अनि पृथ्वीले कसरी बनाउँदो रहेछ खाना भनेर यसो हेरेको त पृथ्वीमा हाम्रो जस्तो नेपाल जस्तो ठाउँमा त 3% जति सोलर ऊर्जालाई सौर्य ऊर्जालाई उसले त खानामा परिणत गर्छ है बिरुवाले आफै। हामीले प्रकृतिलाई चलाउँदै नचलाउने भने, तर अब हामी मानव यत्रो विज्ञान प्रविधि जानेको मानव भनेको हामीले त त्यति त गर्नै सकेका रहन्छौँ होइन। के हुँदो रहेछ भने 1% मात्रै सौर्य ऊर्जालाई खानामा परिणत गर्न सक्ने हो भने के भयो, 1 वर्ग मिटरमा हामीले 1%, अनि गर्दै गर्दै 100 वर्ग मिटरमा 100% खाना उपलब्ध भयो कि भएन भनेपछि 100 वर्ग मिटर नै मेरो लागि पर्याप्त थियो। मात्र कति 1% ऊर्जा मात्रै खानामा परिणत गर्न सक्यो भने होइन। भनेपछि यदि प्रकृतिले मलाई 3% गरेर देखाइरहेको छ भने मैले 1% गर्न मैला मिठो हुने खानामा गर्न मैले सक्न पऱ्यो कि परेन।
भनेपछि के भने हामीले यो प्रकृतिलाई कसरी युटिलाइज गर्छौँ, कसरी बुझेका छौँ भन्ने कुरा हामीले यस्तो कमजोर तरिकाले गरेर धेरै यो पृथ्वी 4 चौरास फहराएको, 4 चौरास फहराउने भन्थे नि हाम्रो बाबाआमाले। त्यो 4 चौरास फहराएर हामी दुखेको पाएर समय जति के भयो हामीले यो फहराउनमा क्या बिहानदेखि बेलुकासम्म फहराउन साल गाडेको ठाउँमा खोज्छु र म प्रकृति खोज्छु भनेर लाग्नु पर्यो। त्यसरी गऱ्यो। त्यहाँबाट पनि मलाई कस्तो लाग्यो भने मैले अब यस्तो दुनियाँको कल्पना हो मेरो कि हामीले सम्पत्ति जोगाउने होइन, सम्पत्ति कमाउनका लागि हिँड्ने होइन, समय कमाउनका लागि हिँड्नुपर्छ। के गर्ने भने हामी 8 घन्टा सुतेर बाँकी रहेको जुन 16 घन्टा छ दिनको, त्यसको 4 घन्टा चाहिँ एकदम फिजिकल श्रम गर्ने क्या, एकदम परिश्रमै गर्ने। किनभने फिट हुनलाई चाहिँ धेरै वर्ष बाँच्नलाई नि त तपाईँ फिट हुनलाई त शारीरिक नै परिश्रम गर्दा त जिममा जानुहोस् कि जे गर्नु। त्यो जिम किन चाहियो? हामीले के गर्ने डाइरेक्टली गार्डनमै होइन उसमै गर्ने होइन। अनि के गर्ने 4 घन्टा हामी फिजिकल काम गर्ने होइन, शारीरिक काम गर्ने र के गर्ने त्यो 4 घन्टामा जीविका गऱ्यौँ। यदि हामी 100 वर्ग मिटरमा जीविका हुनसक्छ, ल 1 रोपनीमा हुन्छ भने पनि त ठुलो कुरा भयो होइन। आजको तुलनामा त भयङ्कर हो, त क्रान्ति नै भयो होइन। अनि त्यसरी थोरैमा हामी जीविका गऱ्यौँ, थोरै समयमा गऱ्यौँ। अनि के गर्यो हामीले 12 घन्टा बाँकी राखियो कि राखिएन? त्यो 12 घन्टा दिमागका लागि थियो होइन। अब दिमागका लागि भएको के हुन्छ, कसैलाई पैसै चाहिएको भने त्यो दिमाग पनि पैसाका लागि लगाए भयो के अरे। जो मान्छे चाहिँ पैसाका लागि चाहिएको थियो उसको त खाना त आफ्नो जीविका त उसले पूर्ति गर्यो नि त। अब उसलाई मलाई पैसा चाहिएको थिएन, मैले अब माइन्डका लागि खर्च गर्न पाएँ कि पाइनँ। त्यसरी फेरि हामी ऋषिमुनिको दुनियाँमा पुनः फर्कनको लागि हुन्छ, त्यो तरिकाले सम्भव हुन्छ। तर के गर्ने, म यो आज यो दुनियाँ जसरी चलाइएको छ औद्योगिक खेती भनेर के भनेर यो दुनियाँको जतातिर यो विश्व हिँडिरहेको छ त्यसैका पछि लागेर त म सक्दिनँ। त्यही कारणले मैले आफ्नै ठाउँमा गएर मैले त्यस्तो दुनियाँको निर्माण गर्नको लागि एउटा सानो फिलिङको जन्म दिएर मर्छु कि भनेर त्यहाँ गइरहेको छु। एउटा एकदमै गाह्रो र असम्भव प्राय जस्तो देखिने यात्रा हो क्या मेरो यो। कुनै त्यसमा के एक्लै हुनुहुन्छ कि अरू कोही अनुयायीहरू अथवा साथी सहयात्रीहरू पनि सँगसँगै हुनुहुन्छ? जसरी तपाईँले राष्ट्रिय आविष्कार केन्द्र महावीर पुन तपाईँहरूको एउटा टोलीले बनायो नि त्यो सामूहिक रूपमा, त्यो त्यसमा चाहिँ फेरि एक्लै हुनुहुन्छ कि अरू कोही समूहमा हुनुहुन्छ त? अहिले त म एक्लै छु, तर मलाई के भने के हुन्छ यो चाहिँ कसरी एकदमै आउटल्यान्डिस भन्छ अङ्ग्रेजीमा, कस्तो भने कसरी भन्ने नेपालीमा अतिरञ्जित, कस्तो भने यो चिज चाहिँ एकदम अतिरञ्जित जस्तो लाग्ने, त्यसो झट्ट हेर्दाखेरि तिलस्मी अथवा अतिरञ्जित जस्तो लाग्ने प्रकारको हुनाले एकैचोटि सबैले विश्वास गर्न चाहिँ गाह्रो होला। मानौ एग्रिकल्चर नै पढेको दुनियाँले चाहिँ त्यो चिजलाई देखेकै छैन आजसम्म होइन। उसले त्यसको पर्स्युट नै गरेको छैन। टाइमलाई भ्यालुएबल मान्दैन नि। मैले गहुँको भ्यालु एडिसन भनेको के हो? गहुँलाई के छ, गहुँलाई मैले के गरेँ त्यसलाई चाहिँ चिनी हालेर के गरेर त्यसको बोक्रा फालेर होइन उ गरेर अनि ओभनमा बेक गरेर त्यसको न्युट्रिसनल भ्यालु अनि चिनी मिसाएर के गरेर होइन अरू के फ्लेभरहरू मिसाएर अनि मैले बिस्कुट बनाएँ नि त्यसलाई प्लास्टिकभित्र प्याकेजिङ गरेँ होइन। अनि त्यहाँबाट त्यसलाई खाएँ अनि के गर्यो त्यसलाई भ्यालु एडिसन भनेपछि के रहेछ भने उसले त भनेपछि कत्रो विद्वानहरूले पनि के सोचेका छन् मेरो शरीर मूल्यवान रहन्छ, बिस्कुट पो मूल्यवान रहेछ होइन। वास्तवमा बिस्कुट त मेरा लागि त मूल्यवान होइन, मेरो शरीरका लागि त त्यो गहुँ ओरिजिनल गहुँ नै मूल्यवान थियो होइन। भनेपछि के भने भ्यालु त त्यहाँ थियो। तर के भने मैले त के देख्छु भने त्यो बिस्कुट त भ्यालु रिडक्सन गरेको चिज हो। हेर्नुहोस् है, भ्यालु एडिसन गरेको होइन कि भ्यालु रिडक्सन गरेको। यदि हामी भित्र म महत्त्वपूर्ण थिएँ भने फेरि यहाँ तपाईँको पुस्तकै सात्विक राजर्षि र तामसी आउँछ होला होइन आहारको कुरा गर्दा। हो। अब के हुन्छ भने त्यो खाना जसले मलाई छिटो मार्नेवाला छ, मलाई छिटो रोगी बनाउनेवाला छ, त्यसलाई मैले केवल पैसा धेरै हुन्छ भनेर बनाउनको लागि म पुरै मरिहत्ते गरेको छु र पुरै राज्य पुरै विश्व त्यसका लागि हिँडिरहेको छ। मैले त यो प्लास्टिक फ्री दुनियाँलाई महत्त्वपूर्ण ठान्ने थिएँ। मैले त्यही गहुँलाई फेरि फर्काउने रोटी हालेर खाने क्या, फर्काउने रोटी भन्थेँ नि होइन। त्यो खाने दुनियाँ मलाई अत्यन्तै उत्तम छ, मलाई केही समस्या छैन। मलाई बिस्कुट नदिएर केही छैन। मैले अहिले दिए पनि मैले तपाईँले बिस्कुट चिनी हालेको चिया दिँदाखेरि मैले प्रायः ठ्याक्कै ल्याएर टकारिसकेपछि मैले फर्काउनु न, तर मैले आफूले चिनी हालेर खानु। मलाई 1 वर्षसम्म तपाईँले 1 किलो चिनी राखेर मलाई छोडिदिनुहोस्, 1 वर्षपछि आउँदाखेरि मैले आफूले खाएर त्यो चिनीको 1 ग्राम घटेको हुँदैन। त्यसैले मलाई यो चाहिँदैन। तपाईँले बिस्कुट ल्याएर राखेर 1 वर्षपछि फर्केर जानुहोस्, ती बिस्कुट त्यही नै
हुन्छन्, मलाई त्यो खाना भित्रैबाट त्यो नखाएर पनि मलाई केही पनि हुँदैन। त्यसैले के भने यो चिज त्यत्तिकै केका लागि मान्छे दौडिरहेको, किन आफ्नो शरीर अस्वस्थकर बनाएर केवल अब रमणीय हुन्छ भनेर त्यो के जिब्राका लागि मात्रै मान्छेले के गरिरहेको होइन। त्यो के भने हामी के छ नि एउटा कुनै अन्धकारमा छौँ, अन्धकारमा पछि के गर्ने अलि परको देखिन्न, किनभने मलाई रोग अलि पर लाग्छ। त्यो बिस्कुटको स्वाद अहिले भर्खरै 1 सेकेन्डमा आउँछ भनेपछि के भने मैले अहिले 1 सेकेन्डको हेरेको छु, तर मैले 5 वर्ष पर त हेर्दिनँ। त्यही कारणले मैले परको नदेख्दाखेरि मलाई त्यो स्वादिष्ट भएको, तर मैले परको देख्ने भए मलाई त्यो स्वादिष्ट हुन छोड्छ, अथवा त्यसले मलाई केही गर्छ। ठ्याक्कै अहिले यो केही वर्ष यताको चाहिँ तपाईँको त्यहाँ फ्याक्ट हामीले हेर्न मिल्ने आध्यात्मिक अनुसन्धान केन्द्रमा बनिसकेको चाहिँ के छ? बस्ने कटेरो, घर अनि पशुपालन छ अथवा के छ? मैले अहिले पहिले पशुपालन गरिरहेको छु, तर कस्तो भने मैले त त्यो लेभलमा जानका लागि त अब कयौँ वर्षको अनुसन्धान, कयौँ वर्षको सङ्घर्षबाट पुग्ने हो। तर अहिले मैले एउटा जस्तै अब 20-40 जना व्यक्तिहरू त्यहाँ जानुभयो भने उहाँहरूलाई सुत्ने बस्ने प्रबन्ध गर्न लगभग मैले त्यसको सकिसकेको छु। त्यस्तो संरचना मैले बनाएको छु। अथवा 20-50 जनालाई प्रवचन गर्नु पर्यो अथवा कुनै गर्नु पर्यो भने त्यसरी पढ्ने लेख्नका लागि, सुत्नका लागि त्यस्तो प्रबन्ध मैले गरेको। मान्छेहरू आवधिक जान्छन्, 6 दिन 7 दिन 10 दिन 1 वर्ष यस्तो हुन्छ कि? मैले त्यस्तो केही गरेको छैन, किनभने विद्वान भनेको यस्तै साँच्चै नै विद्वानहरू अब हिँड्ने हो, यात्री हो, उसलाई कति समय उपलब्ध छ, कति समय रुचि छ, त्यसरी के भने त्यो चाहिँ के भने मैले यस्तो फिक्स गरेर मैले गर्दिनँ। तर कस्तो भने यो पूर्वको मैले मूलत एउटा पूर्वीय सभ्यताले डेभलप गरेका हिजोका ग्रन्थहरू देखेर अहिले पनि प्र्याक्टिस भइरहेका विभिन्न किसिमका अब यी विभिन्न धारमा केही न केही त विकास भइरहेछ, प्र्याक्टिस भइरहेको छ। ती सबै चिजको त्यहाँभित्र भएको गाम्भीर्य अथवा त्यहाँभित्र भएको कुनै रहस्य गुदी छ, त्यो गुदीलाई चाहिँ अनुसन्धानात्मक तरिकाले त्यसलाई निकालेर, त्यसको सार निकालेर हिजो जसरी कुनै अब वैदिक महाभारतीय टाइममा जसरी गुदी निकालेर कथानकमा केही रूपमा समाजमा सम्प्रेषण गर्नको लागि हिजोका ऋषिमुनिहरूले दुःख गरेर केही चिज पस्केका थिए, त्यस्तै अबको युगमा अब आउने फेरि 1000 वर्षको लागि फेरि केही चिज त्यस्तो पस्कने केही अनुसन्धानात्मक त्यस्ता व्यक्तिहरूलाई त्यस्तो प्लेटफर्म मैले बनाउँछु भन्ने हो। भन्नाले के हुन्छ जस्तै अब कुनै जस्तै अघि भर्खरै म जीवन विज्ञानको एलपी भानुज्यू कहाँमा गएर फर्किन आएँ, मानौ अब उहाँहरूले कुनै प्र्याक्टिस गर्नुभएको छ, अब के हुन्छ भने त्यो चिज त्यहाँ बस्ने अनुसन्धानकर्ताहरूलाई पनि उहाँले गएर त्यसलाई प्र्याक्टिस गराउनुहुन्छ होइन। अब एउटा अनुसन्धानकर्ताले त्यो प्र्याक्टिस गर्यो, अनि प्र्याक्टिस गर्छ र उसले फेरि के हुन्छ भने अनुसन्धानात्मक तरिकाले त्यो अनुसन्धानात्मक चेतले अनि वैज्ञानिक चेतले, त्यो वैज्ञानिक भनेको त्यो ब्रडर दायराको वैज्ञानिक चेतले त्यो कस्तो भने प्रमाण अभाव न तत्सिद्धि भन्ने हिजोको जुन चाहिँ आजको विज्ञानले भनेको, त्यो आजको विज्ञान र त्यो मिल्छ, किन हाम्रो त्यो चिज हाम्रो हिजो पनि थियो नि त। तर के भने त्यो इतरका फेरि के भने जस्तै प्रतिभाद वा सर्वम भन्ने पनि त्यहाँभित्र थियो होइन। ती चिजहरूलाई समष्टिमा हेर्ने त्यस्तो विज्ञानको चेतले पनि हेरेर अनि त्यसलाई के छ भने त्यसलाई चाहिँ विश्वमा सम्प्रेषण गर्नको लागि केही त्यस्तो किसिमको आधारशिला बनाउनको लागि केही काम गर्न सकुन् भनेर। तर त्यो त एकदम सानो फिलिङ हो। तर पनि के भने तपाईँ त्यहाँ जाँदाखेरि पहिला के हुन्छ भने होइन यसले गर्न खोजेको कुरा एउटा उचित नै चिज हो भनेर अनि तपाईँले पनि त्यस्तो गर्दै 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 अनि एक दिन हुँदै जान्छ। तर किन पहिला चाहिँ आफू नबोलिकन त्यत्तिकै यस्तो बनाउँदैछु भनेर हिँडेर हुन त्यसरी हुनसक्छ, कहीँ मान्छेले गरेको पनि देखिएको छ र मैले त्यस्तो नगरेको हो। तर अब अन्त्यमा हामी पूर्वीय दर्शनको पुनर्व्याख्या पुस्तकमा कुरा गऱ्यौँ, तपाईँको केटाकेटी बेलादेखि अहिलेसम्मको पनि कुरा गऱ्यौँ। मैले जहाँबाट कुराकानी सुरुवात गरेको थिएँ त्यसै गरी बिट मार्दाखेरि मैले एउटा प्रश्न अब अन्तिममा तपाईँलाई सोध्न मन लाग्यो। जीवन हुर्कँदै बढ्दै जाँदा समाजले, राष्ट्रले, तपाईँको युगले तपाईँलाई विज्ञानप्रति विश्वास बढाउँदै लिएर गयो। एउटा बिन्दुमा पुगेपछि फेरि विज्ञान कमजोर भएर अध्यात्म अगाडि लाग्दै लाग्दै आयो र अहिले लगभग 60को हाराहारीमा पुग्दै गर्दा अध्यात्म यस्तो बलियो भएर आयो कि विज्ञानलाई पछाडि लाएर तपाईँ अध्यात्म अगाडि लाउँदै अगाडि बढ्नु भएको छ यो जीवनमा। यसरी मैले तपाईँको जीवनलाई बुझेँ भने सही हुन्छ कि कहीँ सोच्याउनुपर्छ? सोच्याउनु पर्छ होला। मैले विज्ञानलाई पछाडि लगाएको व्यक्ति होइन। विज्ञानले अध्यात्मलाई समेत इन्कर्पोरेट गरेको मात्रै विज्ञान हो। अध्यात्मलाई छोड्ने चाहिँ विज्ञान चाहिँ आधा विज्ञान हो भन्ने मेरो मान्यता हो। भने विज्ञान नै, विज्ञानको परिभाषाले त्यो अध्यात्म भन्ने दुनियाँलाई पनि अङ्गीकार गरेर त्यो भित्रको खोज गरेर त्यसका
जसरी अरू अरू भौतिक चिजका जसरी निकाल्यो त्यसरी अध्यात्मको चेतनाको दुनियाँलाई पनि त्यस्तरी नै अंगीकार गरेर विज्ञान र अध्यात्म हार्मोनीमै चल्छ, भर्सेजमा होइन। भर्सेजमा चल्ने भनेको एकदम कमजोर सोच हो भन्नाले चल्नुपर्छ। तर के छ भने केवल विज्ञान भयो भने हामीलाई केवल भौतिकतावाद केही दिँदैन। केवल अध्यात्मले पनि फेरि के हुन्छ भन्दाखेरि मान्छेको के भने जीविका पनि चल्दैन। के भने हामी अध्यात्म मात्रै भनेर धनुकाँड बनाउनलाई पनि त विज्ञान भन्नाले अब अध्यात्म मात्रै म हिँडेको थिएँ तर मेरो जीविका कसरी चल्छ होइन। त्यही कारणले गीतामा भनौँ न हेर्नुहोस् न त्यहाँ के हुन्छ भन्दाखेरि अब कृष्णले मैले पनि यस्तो किन गर्छु भन्दाखेरि दुनियाँले यस्तो गरेन भनेदेखि त यो संसार चल्दैन भन्नाले के हुन्छ भन्दाखेरि त्यस्तो ब्यालेन्समा कस्तो भने एउटा फाइन ब्यालेन्समा जानुपर्छ। तर फाइन ब्यालेन्समा नभएर ओभर आध्यात्मिक या ओभर जस्तै बुद्धिज्मको टाइममा एकपल्ट के भयो भने यो पुरै ल्यान्डमा बुद्धिज्म फैलियो तर कस्तो भयो यो ओभरली प्यासिफिस्ट थियो होइन। अनि पुरै के भयो भने यस्तो भयो कि यहाँ हामी अरू तरिकाले यस्तो कमजोर भयौँ अनि हामी एकदमै शान्तिवादी भनेको त्यहाँ अरू के भयो उताबाट मुस्लिमहरू चाहिँ हतियार लिएर आउँदाखेरि त आफूसँग लड्ने केही पनि छैन बिजो भयो होइन। जस्तै यहाँ पछि गएर भक्ति मार्गको जुन ऊ भयो नि भक्ति मार्गले के भयो भक्ति मार्ग लडाकु हुन्छ अनि उसले लडेर तिनलाई उ गरे अनि गर्दाखेरि फेरि उसले के गरिदियो भन्दाखेरि त्यो बुद्धिज्मलाई पनि यो त काम नलाग्ने रहेछ त्यसलाई फेरि उसले लगेर बास्केट डस्टबिनमा लगेर फालिदियो होइन। त्यस्तो किसिमको सङ्कटमा हामी परिन्छ। त्यही कारणले ब्यालेन्समा नहिँड्दाखेरि के हुन्छ एकदमै एक्सट्रिममा अध्यात्म मात्रै हेर्ने एउटैका मात्र समात्न अनि एउटा मात्रै गर्दाखेरि के छ हामी दुर्घटनामा पर्ने हुनाले हामी कस्तो एकदमै ब्यालेन्स दुनियाँ मात्रै सही तरिकाले चलिरहेको हुन्छ। र अनि अनेकौँ एउटा समाजले अनेकौँ धारबाट आफूलाई मुक्त गर्न हिँडेका मान्छेलाई ठाउँ दिन सक्यो भने त्यो ब्यालेन्स ल्याउन सक्यो भने त्यो समाज चाहिँ साँच्चै नै डाइनामिक हुन्छ। हस्, धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो। बुलबुल कम्युनिकेसनको तर्फबाट मेरो तर्फबाट हार्दिक धन्यवाद। म पनि बोलाउनु भएको म एकदमै कृतज्ञ छु। र मलाई कस्तो भने यो पुस्तक मैले कस्तो भने मैले अहिले नै यो चाहिँ पपुलर हुँदा कुनै अब म मरिसकेपछि कहिले कुनै उसमा यी विचारहरू हेर्ने कोही मान्छे निस्केला अनि त्यहाँबाट पछि केही होला भनेर यो म नमरोस् भनेर मात्रै लेखेको थिएँ। र मैले छँदैखेरि धेरै मान्छेले मलाई लाग्छ त्यहाँ युट्युबमा त देखिने नै कुरा भयो भ्यू कति मान्छेहरूले हेरेर राति राति पनि सुनिरहेको चाहिँ त्यहाँ हामीले त्यो त्यसको एनालिटिक हेर्दाखेरि होइन म पनि आफै मैले पनि फोन कसले कति बोध गर्न खोज्नुहुन्छमा पनि भर पर्छ। मैले कस्तो भने म नै आश्चर्यमा परेँ कि मैले जसमा मैले सोचेको भन्दा यो किताबको उसलाई यसलाई मन पराउने व्यक्तिहरू पढेका व्यक्तिहरू अधिकांश व्यक्तिहरूले चाहिँ यसलाई चाहिँ राम्रो मान्नुभएको म अत्यन्त कृतज्ञ छु। तपाईँले पनि त्यसरी अथवा तपाईँले यसलाई होइन म त मैले सुरुवातमै भने मलाई नै बदलेको छु यो पुस्तक। हजुर हजुर मैले कस्तो भने मैले कुनै दिन त्यस्तो टाइम आउनेछ जसमा चाहिँ मान्छेले खोज्ने छ। किन अहिले त खोज्ने तपाईँले त्यस्तो किन तपाईँको त्यो खोज्ने जिज्ञासाको कारणले भयो तर अहिले आम मान्छे खोजिरहेको छैन। ध्रुवीकरण हुँदो रहेछ फेरि आफ्नो इच्छा अनुसार त्यतातिर तानिरहँदो रहेछ नि त। किनभने अहिले के भने यो विज्ञान होइन होला किन मेरा एकदम घनिष्ठ मित्रहरू एकदम भौतिकवादी मित्रहरू होइन अब यस्तो गरेका राजनीतिक आन्दोलन लागेका के गरेका होइन मित्रहरू के हुन्छ भने उहाँहरूले चाहिँ किताब पढ्नुभएको छैन। किन पढ्नुभएको छैन उहाँहरूलाई यसरी लाग्छ नि यस्तो यो कुनै रूढिवादी यो प्रमोद ढकाल चाहिँ यसो रूढिवादतिर लागेछ। अब त्यत्रो पढेको मान्छे पिएचडी गरेको होइन यो काम रूढिवादी भएछ। अब प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई साहित्यको त्यत्रो धुरन्धर होइन यो चाहिँ उहाँहरूले यो पढ्नु पर्दैन नि किन उहाँहरूले थाहा हुन्छ भूमिका कसले कसले लेखेको छ। किताबको गातोमा पहेँलो देख्दा बित्तिकै उहाँ तर्सिएर यो पढ्नु भएको छैन कतिपय साथीहरूले नि। त्यही कारणले के हुन्छ भने किनभने यो चिज कस्तो भने मैले किनभने म त अहिले भर्खरै नास्टका उपकुलपतिदेखि लिएर हजुर होइन साहित्यका विद्वानदेखि लिएर धर्मका विद्वानसम्मको चाहिँ सबैको भूमिका यसमा छ। त्यो भएको कारण के भने उहाँहरूले पढ्नु भएको कारणले हो। तर के भने अधिकांश नपढिकन त जे पनि भन्न पाइन्छ हामी किन यसको रिजेक्सन के भन्छ अब नपढ्दै रिजेक्सन भएको हुन्छ क्या। किनभने पक्कै पनि आज यो मेरो यो कार्यक्रमको शीर्षक अथवा विषय भनौँ न विज्ञान र अध्यात्ममा हामीले जुन रूपमा छलफल गऱ्यौँ अब तपाईँकोबाट मैले मेरो आफ्नो ज्ञानले कति निकाल्न सक्यो भन्ने कुरामा म आफै बरु सशङ्कित छु। त्यसबाट पक्कै पनि अझ पूर्वीय दर्शनको पुनर्व्याख्यालाई बुझ्न मद्दत गर्छ होला जस्तो मलाई लाग्छ। यो पुस्तक पढ्दाखेरि होइन मैले कस्तो भने योभन्दा अब मैले यसको यसलाई खण्ड एक ठानेर 2, 3, 4 यस्तो लेख्ने मेरो विचार थियो। तर फेरि कस्तो भयो अनि मैले फेरि मैले एक्लै गरेर यो सबै कुरा कम्प्लिट त हुन सक्दैन भनेपछि मैले के हुन्छ भने धेरै विद्वानहरूको लागि यस्तो कुनै प्लेटफर्म बनाएर हिजो ऋषिमुनिहरू धेरै ऋषिमुनि बनेर ज्ञान निस्केको एउटा दुईटाले निकालेको ज्ञान होइन भन्ने नै मेरो मान्यता हो। वेद पनि कुनै एकजनाले लेखेको होइन भन्ने मेरो मान्यता। त्यही कारणले गर्दाखेरि के भने मैले यो चिज चाहिँ
त्यस्तो किसिमको प्लेटफर्मबाट धेरै विद्वानको धेरैको माइन्ड होइन दिमाग त्यहाँ लागेर यो समाजलाई फेरि रूपान्तरण गर्नको लागि एकदमै सौम्य सभ्य बनाउनको लागि त्यस्तो काम गर्ने एउटा त्यस्तो किसिमको अभियान केही चिजका चेतनाको अभियान त्यस्तो जन्मन पाओस् भन्ने सोचेर म यसै हिँडिरहेको छु, थाहा छैन। हस् सर, नमस्कार। हजुरलाई नमस्कार। अच्युत घिमिरे बुलबुलका साथ बुलबुल कास्ट।